ओके 13 जना हुनुभयो कस्तो आवाज आएको इको आएको हेलो 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 किन इको आएको होला यो मेरो माइकको प्रब्लम हो एकैछिन ल ए ओके अहिले पनि त्यस्तै आइरहेछ मैम अहिले पनि आएगा अहिले पनि आइरहेछ है इको हो मैम कस्तो अचानक मेरो ल्यापटपबाट होइन होला हेर न अहिले मैले अडियो अफ गरेको छु नि यस्तो हुन्छ अडियो अन गर्दा नि यस्तै आउँछ आवाज हेलो हेलो यस्तो आउँछ हेलो हेलो मैम अहिले आवाज आउन त आइरहेछ तर सानो मतलब डबल डबल आइरहेछ त्यही त हजुरहरूको त त्यस्तो भएको छैन है म लगआउट गरेर लगइन गर्छु ल के होइन कोही बेला हुन्छ कोही बेला के हुन्छ नि त केमा पठाएको चाहिँ व्हाट्सएप त्यही हो बिहानै लिङ्क यो यो पनि अफ गर्दैन नि त त्यो होइन पिजी क्लासमा त सानो बच्चा पर्छ नि स्लाइड देखिएको छ र लाइट त देखेको छैन छैन अहिले देखिएको छ मैम हाफ हाफ देखिएको छ कि फुल देखिएको छ हाफ 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 हो
अहिले फुल देखियो? देखियो। ल यस म्याम। फाइनल्ली है सबैजनालाई गुड इभिनिङ है। अब आज यसै पनि ढिलो भयो, अझै पहिला उता के भन्छ अर्गनाइजेसनतिरबाट लेट भयो, अलि 10 मिनट्स चाहिँ मेरै माध्यमबाट पनि ढिलो भयो। फटाफट सुरु गरौँ। हामीले कहाँसम्म डिस्कस गरेको थियौँ हिजो? अलिकति रिभाइज गरौँ न त, के डिस्कस गरेको थियौँ हिजो? भन्नुहोस् त। हिजो हामीले थर्मोरेगुलेसन अस्ति के दिन गरेको? हजुर हजुर भन्नुहोस् त। बिलिरुबिन मेटाबोलिजमबाट हो। सो हामीले लिभर फङ्सन्स है न्युबर्न एडाप्टेसनमा लिभर फङ्सनबाट सुरु गरेको थियौँ। लिभरको इम्याच्योर लिभर फङ्सन हुने भएकोले गर्दा फिजियोलोजिकल जन्डिस हुन्छ होइन, हाइपोग्लाइसेमिया हुने चान्स पनि हाई हुन्छ लिमिटेड ग्लाइकोजेन स्टोर भएकोले गर्दा भनेर डिस्कस गरेका थियौँ। अनि ल देखिरहेछ नि है, च्याट बक्स चाहिँ मैले हेर्न मिलेन कि यसमा के हुन्छ मिल्दैन। अनि रेनल एक्सक्रेटरी सिस्टम हेरेको थियौँ। अनि न्युबर्न एसेसमेन्टमा अब्गार स्कोर हेरेको थियौँ है, 7 to 10 भन्ने सेटिस्फ्याक्ट्री, अब्गारको एपियरेन्स, पल्स, ग्रिमेस, एक्टिभिटी, रेस्पिरेसन सबै हेरेको थियौँ। अनि त्यस पछाडि इमिडिएट न्युबर्न केयर, अनि न्युबर्न डेन्जर साइन्सहरू होइन, डुज एन्ड डन्ट्सहरू, ग्रोथ एन्ड डेभलपमेन्टको डेफिनेसन, प्रिन्सिपल्स, फ्याक्टर्स अफेक्टिङ ग्रोथ एन्ड डेभलपमेन्टदेखि लिएर हामीले साइकोसोसियल डेभलपमेन्ट थ्योरी होइन, एरिक एरिक्सनले दिनुभएको 8 स्टेजेसहरू हेरेका थियौँ। अनि साइकोसेक्सुअल थ्योरीमा सिगमन्ड फ्रोइडले दिनुभएको 5वटा स्टेजेसहरू डिस्कस गरेका थियौँ। कग्निटिभ थ्योरीमा जिन पियाजेटले दिनुभएको 4वटा स्टेजेसहरू, अनि मोरल डेभलपमेन्टमा लरेन्स कोलबर्गले दिनुभएको एभोइडिङ पनिसमेन्ट, सोसियल अर्डर, इथिकल प्रिन्सिपल्स एन्ड सेन्स अफ जस्टिस भनेर प्रिकन्भेन्सनल, कन्भेन्सनल र पोस्ट कन्भेन्सनल लेभलहरू हेरेका थियौँ। फिजिकल ग्रोथमा होइन टिदिङको कुरा गरेका थियौँ। र आज चाहिँ हामी डेभलपमेन्टल माइलस्टोन डिस्कस गर्छौँ है। ल डेभलपमेन्टल माइलस्टोनमा के रहेछ हेरौँ है त, सजिलो गरी लिएर आएको छु मैले। बच्चाले जन्मेको 1 महिनामा चाहिँ के गर्छ भन्दाखेरि प्रोन पोजिसनमा राख्दाखेरि हेडलाई लेफ्ट राइट के साइड टु साइड चाहिँ टर्न गर्न सक्छ भने 2 महिनामा चाहिँ 2 महिनामा चाहिँ 45 डिग्रीसम्म लिफ्ट गर्न सक्छ प्रोन पोजिसनमै, भने 3 महिनामा 45 to 90 डिग्रीसम्म हेड लिफ्ट गर्न सक्छ चेस्ट रेज गरेर, 2टा फोरआर्मको सपोर्ट लिएर है प्रोन पोजिसनमा। हामीले फर्स्ट 1 month, 2 month र 3 monthमा प्रोन पोजिसनमा राख्दाखेरि हेड कतिसम्म लिफ्ट गर्न सक्छ त भन्ने कुराहरू हेरौँ है। 1 monthमा साइड टु साइड मात्रै टर्न गर्न सक्ने भयो, 2 monthमा 45 डिग्रीसम्म लिफ्ट गर्न सक्ने भयो, 3 महिनामा 45 to 90 डिग्रीसम्म लिफ्ट गर्न सक्ने भयो है। 1 2 3 यो सम्झिन सजिलो छ। अब 4 महिनामा भनेको ब्याक टु साइड रोल गर्छ के, भने 5 monthsमा चाहिँ कम्प्लिटली रोल ओभर गर्छ। ग्रस मोटर डेभलपमेन्टमा फर्स्ट 1 to 5 monthsमा चाहिँ हामीले बच्चाले सुती गर्न सक्ने कामहरू हुँदो रहेछ क्या, किनभने बच्चा अहिले बस्न त सक्दैन, सुतेर जे गर्छ त्यही कुरा त हामीले नोटिस गर्ने हो नि त होइन। 1 monthमा हेड साइड टु साइड, 2 monthमा 45 डिग्री, 3 monthमा 45 to 90, 4 monthमा ब्याक टु साइड रोल गर्ने, 5 monthमा रोल ओभर गर्ने है। क्लियर छ नि, सम्झिन सजिलो छ नि, सम्झिनुहोस् है। यस्तो सिम्पल अनि मोस्ट फ्रिक्वेन्टली सोधिने क्वेसनहरू यिनीहरू नै हुन् डेभलपमेन्टल माइलस्टोनको, सम्झिन पनि सजिलो छ। सर एकचोटि तपाईँहरूले मेरो नोट पनि हेर्नु होला होइन, त्यति हेरिसकेपछि याद हुन्छ है।
अनि ग्रस मोटर डेभलपमेन्टमा अब हामी 6 महिनादेखि चाहिँ बच्चा अब बस्न थाल्छ। बस्न थालेपछि बस्ने, उठ्ने, हिँड्ने कुराहरू गर्छौँ के। 6 महिनामा सिट्स विथ सपोर्ट इन ट्राइपड फ्यासन। बस्न त सक्छ तर सपोर्टमा यसरी हेर्नु त ट्राइपड फ्यासनमा है, ट्रायङ्गल बनाएर बसेछ नि। भने 6 महिना त्यसको 2 महिनापछि 8 महिनामा चाहिँ सिटिङ विदाउट सपोर्ट है, बस्ने नै तर विदाउट सपोर्ट बस्न थाल्छ। 9 महिनामा स्ट्यान्ड विथ सपोर्ट, 12 महिनामा स्ट्यान्ड विदाउट सपोर्ट। क्लियर छ नि? 6 महिनामा ट्राइपड फ्यासनमा सपोर्टका साथ बस्ने, 8 महिनामा विदाउट सपोर्ट बस्ने, 9 महिनामा स्ट्यान्ड विथ सपोर्ट र 12 महिनामा स्ट्यान्ड विदाउट सपोर्ट है। बस्ने र उठ्ने गऱ्यौँ हामीले। बस्ने 6 र 8 महिनामा विथ सपोर्ट र विदाउट सपोर्ट, 9 र 12 महिनामा विथ र विदाउट सपोर्ट स्ट्यान्ड गर्ने। सम्झिन सजिलो छ नि होइन? अनि 12 महिनामै चाहिँ अब बच्चा हिँड्न पनि थाल्छ विथ सपोर्ट। भने 15 महिनामा विदाउट सपोर्ट हिँड्न थाल्छ है। बुझ्यो नि? 12 महिनामा वाक विथ सपोर्ट, 15 महिनामा वाक विदाउट सपोर्ट, 18 महिनामा अब कुद्न पनि थाल्छ, 2 वर्षमा जम्प गर्न थाल्छ। 12 मा वाक विथ सपोर्ट, 15 मा वाक विदाउट सपोर्ट, 18 मन्थ्समा रन गर्न थाल्छ, 2 इयर्समा जम्प गर्न थाल्छ। भने 4 वर्षमा चाहिँ हप अन 1 फुट है। मैले उस्तै कुरालाई रिलेट गर्न सजिलो हुन्छ भनेर एकैचोटि यता जम्प गरेको है, रिलेट गरेर। 2 इयर्समा जम्प गर्छ दुईटै खुट्टाले भने त्यसको ठ्याक्क डबल 4 वर्षमा चाहिँ एउटा खुट्टाले जम्प गर्न थाल्छ के। अनि अब 2 वर्षमा अब हामी स्टेयर्सको हेरौँ है त। वाक अप एन्ड डाउन स्टेयर्स रेस्टिङ अन इच स्टेप चाहिँ 2 वर्षमा है। 2 वर्षको उमेरमा चाहिँ अब ऊ सिडी चढ्न थाल्छ तर हरेक स्टेयर्समा चाहिँ इच स्टेप रेस्ट गर्दै चढ्छ। भने 3 वर्षको उमेरमा चाहिँ अब अल्टरनेट फिट के, एउटा खुट्टाले एउटा स्टेयरमा, अर्को खुट्टाले अर्को स्टेयरमा गरेर अपस्टेयर्स जान सक्छ। तर यो विथ सपोर्ट अफ के भन्दा साइड रेल्स। भने 4 वर्षको उमेरमा चाहिँ उसलाई साइड रेल्स चाहिँ चाहिँदैन। बुझ्यो नि होइन? 2 वर्षमा अप एन्ड डाउन स्टेयर्स गर्न सक्छ तर रेस्टिङ अन इच स्टेप। 3 इयर्समा अल्टरनेट फिट विथ युजिङ साइड रेल्स। भने 4 वर्षमा विदाउट युजिङ साइड रेल्स अप एन्ड डाउन गर्न सक्यो। ल अनि 3 इयर्सकै उमेरमा चाहिँ ट्राइसाइकल राइड गर्न थाल्छ है। कसरी सम्झिने? 3 को टी, ट्राइसाइकलको टी अनि टोडलरको टी है। टोडलर स्टेजमा के गर्छ भन्दा ट्राइसाइकल 3 इयर्सको उमेरमा राइड गर्न सक्छ है। अनि अब हाम्रो के बाँकी रह्यो? 5 वर्षको उमेरमा त डान्सिङ, स्किपिङ गर्न थाल्छ के बच्चाले। सम्झिन सजिलो छ नि होइन? ल अनि अब फाइन मोटरमा आयौँ हामी। फाइन मोटरमा अब सबै 12 महिनासम्म ग्रास्पिङको कुरा छ है। ग्रास्पिङ, होल्डिङको कुरा छ। फर्स्ट मन्थमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले ग्रास्पिङ रिफ्लेक्स हामीले पढेको थियौँ नि होइन? अगाडि रिफ्लेक्सहरू पढ्दाखेरि पाल्मर ग्रास्पको कुरा हो। त्यो चाहिँ स्ट्रङ हुन्छ भने 3 to 4 मन्थ्समा फेड हुन्छ भनेर पढेको थियौँ। त्यही भएर 3 मन्थ्समा एब्सेन्ट हुन्छ भनेर हामीले सम्झिने। 4 महिनामा के गर्छ भन्दाखेरि पामले क्रुडली दुईटै हात युज गरेर चाहिँ अब्जेक्टलाई ग्रास्प गर्छ यसरी होइन? यो त अझै अलि मजाले ग्रास्प गरेको छ। त्यसरी भन्दा पनि पामले ग्रास्प गर्छ के। मैले ठ्याक्कै पामले गरेको चाहिँ भेटिनँ पिक्चर, त्यही भएर यो लिएर आएको सम्झिन सजिलो होस् भनेर। दुईटै हात युज गरेको हुन्छ है। यो हात पनि युज गरेछ, यो हात पनि युज गरेर ग्रास्प गर्छ। एउटा हातले चाहिँ होल्ड गर्न सक्दैन 4 महिनाको उमेरमा। भने 6 महिनाको उमेरमा चाहिँ होल्ड अब्जेक्ट लाइक अ क्युब होइन? कुनै हातमा अट्ने अब्जेक्ट चाहिँ होल्ड गर्न सक्छ क्या यसरी। एउटा हातमा होल्ड गरेछ नि, होल्ड गर्न सक्छ र ट्रान्सफर पनि गर्न सक्छ वान ह्यान्ड टु एनदर। यो फिगरमा देखाएको छ नि, ट्रान्सफर गर्न लागे जस्तो छ नि। हो यो चाहिँ 6 महिनामा पोसिबल हुन्छ है। ग्रस मोटरको 6 महिनामा बच्चा चाहिँ ट्राइपड सेपमा, ट्राइपड फ्यासनमा विथ सपोर्ट बस्न सक्थ्यो भने फाइन मोटरको 6 मन्थ्समा यो इम्पोर्टेन्ट छ है। होल्ड अब्जेक्ट लाइक अ क्युब अथवा कुनै पनि बटल होइन? हातमा आउन सक्ने होइन, धेरै वेट नभएको अब्जेक्टहरू चाहिँ उसले होल्ड गर्न सक्छ र ट्रान्सफर पनि गर्न सक्छ।
अनि 9 मन्थ्समा चाहिँ पिन्चर ग्राफ्स इम्याच्योर हुन्छ, 12 मन्थ्समा म्याच्योर हुन्छ। अब इम्याच्योर र म्याच्योर पिन्चर ग्राफ्स भनेको के हो थाहा छ? थाहा छ हजुरहरूलाई कसैलाई? भन्नुहोस् त। पिन्चर ग्राफ्स भनेको दुईटा औँलाले कुनै पनि अब्जेक्ट समात्ने होइन? हो, इम्याच्योर र म्याच्योरमा चाहिँ के फरक छ त? पिन्चर ग्राफ्स भनेको त बुझ्यो, दुईटा औँलाले समात्ने। कसरी थाहा पाउने यो इम्याच्योर हो यो म्याच्योर हो भनेर चाहिँ? डिस्टिङ छ है यो डिफरेन्स बिट्विन 9 मन्थ्समा जुन इम्याच्योर पिन्चर ग्राफ्स हुन्छ नि, यो भनेको चाहिँ होल्डिङ स्मल अब्जेक्ट्स बिट्विन प्याड अफ इन्डेक्स फिङ्गर एन्ड थम्ब फिङ्गर। जुन यो प्याड हुन्छ नि, यहाँ फिगरमा छ पाउनु है। यो इन्डेक्स फिङ्गर र थम्ब फिङ्गर यहाँ देखिएको छैन, को प्याडले समातेको छ नि, होल प्याडले, हो यो भनेको चाहिँ इम्याच्योर पिन्चर ग्राफ्स हो के। भने टिप अफ द इन्डेक्स फिङ्गर एन्ड थम्बले समात्यो भने चाहिँ यो भयो म्याच्योर पिन्चर ग्राफ्स है। 9 मन्थमा इम्याच्योर हुन्छ, 12 मन्थ्समा म्याच्योर हुन्छ है। ल फाइन मोटरमा के हुँदो रहेछ भन्दा फर्स्ट मन्थमा रिफ्लेक्सिभ कुरा भयो, 3 मन्थ्समा रिफ्लेक्स एब्सेन्ट हुने कुरा, 4 मन्थ्समा क्रुडली पामले समात्ने कुरा, 6 मन्थ्समा अब्जेक्ट होल्ड गर्ने ट्रान्सफर गर्ने कुरा नबिर्सिनु होला। अनि 9 मन्थमा इम्याच्योर पिन्चर ग्राफ्स हुन्छ भने 12 मन्थ्समा पिन्चर ग्राफ्स म्याच्योर हुन्छ। स्पेसली इन्फ्यान्टको माइलस्टोन चाहिँ अलि बढी इम्पोर्टेन्ट छ अरूको भन्दा, इन्फ्यान्ट र टोडलरको भनौँ न, सोधिरा हुन्छ एमसिक्युजहरुमा। ल अब हामी जाऊँ 15 मन्थ्समा के गर्दो रहेछ त बच्चाले भन्दाखेरि 2 ब्लकको टावर बनाउन सक्छ। अब 15 महिनादेखि है, वर्ष कटेपछि 15 महिनादेखि चाहिँ अब टावर बनाउन थाल्छ। 15 महिनामा 2टा ब्लकको टावर बनाउँछ, 18मा 3 ब्लक्सको, 2 इयर्समा 6 ब्लक्सको, अनि 3 इयर्समा 9 to 10 ब्लक्सको है। 3 इयर्समा चाहिँ 9 to 10 ब्लक्सको टावर बनाउँछ बच्चाले। ब्लकको कुरा हामीले 3 वर्षसम्मको उमेरसम्मलाई पढ्नपर्छ होइन। 3 वर्षसम्म 9 to 10 ब्लक बनायो, सक्यो, हामीले बिर्सिदियो भयो। अब 15, 18, 2 र 3 वर्ष है। 15मा 2टा ब्लक, 18मा 3टा ब्लक, 2 इयर्समा 6वटा र 3 वर्षमा 9 देखि 10 है। नेक्स्ट स्लाइडमा आउँछ यो। अब 15 महिनाकै उमेरमा बच्चाले आफ्नो जुत्ता मोजा फुकाल्दिन सक्छ के, हाल्दिन होइन, फोर्स युज गरेर चाहिँ खोल्न सक्छ। भने लाउन कहिले सक्छ भन्दा 2 इयर्सको एजमा चाहिँ सुज सक्स लाउन सक्ने हुन्छ होइन, आफैले कोसिस गरेर टाइम लगाएर कम्प्लिटली पर्फेक्टली होइन, तर क्रुडली लाउन सक्छ, खोल्न लाउन सक्ने भयो है। 15मा खोल्ने, 2 वर्षमा अथवा 24 महिनामा लगाउने भयो सुज एन्ड सक्स। भने 18 महिनामा बच्चाले के गर्छ भन्दाखेरि क्यान इट विथ अ स्पुन विदाउट स्पिलिङ है। स्पिलिङ नपखाइकन चम्चाले खान सक्छ। अब बच्चाको पिन्चर ग्राफ्स कहिले म्याच्योर हुँदो रहेछ भन्दाखेरि 12 महिनादेखि नै म्याच्योर भयो नि त, मजाले उसले समात्न त सक्छ होइन, तर उसले कम्प्लिटली विदाउट स्पिलिङ खाने भनेको चाहिँ 18 महिनामा मात्रै हो है। 2 वर्षको उमेरमा 6 ब्लक्स टावर भइहाल्यो, सुज एन्ड सक्स अन भइहाल्यो। अब उसले भर्टिकल लाइनले लेख्न थाल्छ है, पेन समातेर भर्टिकल लाइन, यसरी भर्टिकल लाइन, हराइजन्टल लाइन मात्रै, सर्कुलर स्ट्रोक यसरी यति बनाउन सक्छ 2 वर्षको उमेरमा। भने 3 वर्षको उमेरमा के गर्न सक्दो रहेछ भन्दाखेरि है, 2 वर्षमा स्ट्रोक्स बनाउन सक्यो, अनि 3 वर्षको उमेरमा चाहिँ पुरै सर्कलै बनाउन सक्यो के बच्चाले, यसरी सर्कल बनाउन सक्छ, क्रस लाइन्सहरू बनाउन सक्छ। 4 वर्षको उमेरमा स्क्वायर बनाउन सक्यो होइन। भने 5 वर्षको उमेरमा चाहिँ ट्रायङ्गल, डायमन्ड सेप बनाउन सक्छ है। बुझ्दै हुनुहुन्छ नि, क्लियर हुँदैछ नि? सो नोट पनि हेर्नु होला, सम्झिन सजिलो गरी मैले पढाएको छु। यसरी नै तपाईँले सम्झिनु भयो भने याद भइहाल्छ, धेरै दुःख गरिरहनु पर्दैन, यो रटिरहनु पर्दैन है।
अनि 3 इयर्सको एजमा चाहिँ बच्चाले कपडा खोल्न सक्ने र लगाउन सिम्पल क्लोदिङहरू लगाउन सक्ने हुँदो रहेछ है। क्लोदिङको कुरा कहाँ आयो भन्दा 3 इयर्सको उमेरमा अनड्रेस, ड्रेस दुइटै 3 इयर्समै सम्झिँदा भइहाल्यो भने बच्चाले अब तित पनि ब्रस गर्न थाल्छ। कहिलेबाट भन्दाखेरि 3 इयर्सको उमेरबाट उसले विथ हेल्प आफै ब्रस गर्न सक्छ। विथ हेल्प तर आफै भन्दा पनि हेल्प चाहिँ बिर्सिनु भएन भने इन्डिपेन्डेन्टली विदाउट हेल्प चाहिँ कहिले ब्रस गर्न सक्छ भन्दा बाई 5 इयर्स अफ एज है। ल अनि 4 इयर्सको एजमा सिजर्स युज गर्न सक्छ बच्चाले है। सिजरको फिगर ल सिजर्स चाहिँ 4 वर्षको उमेरमा उसले बनाउन सक्छ भने एबल टु ड्र पिक्चर। अब पिक्चरहरू के पेपरहरूमा पिक्चरहरू बनाए मान्छे जस्तो बनाउने होइन, घर जस्तो बनाउने त्यस्तो पिक्चरहरू बनाउन थाल्छ भने एउटा मान्छेको 3 डिस्टिङ्क्ट पार्ट है, हेड, ट्रङ्क अनि एक्सट्रिमिटिजहरू चाहिँ उसले 5 इयर्सको उमेरमा बल्ल बनाउन सक्छ। अहिले चाहिँ क्रुडली ड्र गर्न कोसिस गर्छ तर अब 3 डिस्टिङ्क्ट पार्ट अब ट्रङ्क, एक्सट्रिमिटिज र हेड भनेको त इम्पोर्टेन्ट हुन्छ नि त ह्युमनको पिक्चर बनाउन। हो त्यो चाहिँ उसले 5 इयर्सको उमेरमा बल्ल सक्छ है। यहाँनिर लेखेछ यहाँ है। अनि अब अघि नै कुरा भइहाल्यो 5 वर्षमा ट्रायङ्गल, डायमन्ड सेपहरू बनाउन सक्छ भने लेटरै लेख्न थाल्छ के बच्चाले। 5 इयर्सको उमेरमा लेटर लेख्न थाल्छ। लेटर सँगसँगै आफ्नो नाम पनि लेख्न सक्छ। प्रिन्ट भनेको राइट गर्ने हो है, राइट गर्न सक्छ। पहिला बच्चाले आफ्नो नाम कहिले थाहा पाउँछ थाहा छ? तपाईँहरूलाई केही याद छ? बच्चालाई उसको मेरो कुरा गरिरहेछन्, मलाई बोलाइरहेछन्, मेरो नाम लिइरहेछन् भनेर कहिले थाहा हुन्छ होला? दुई वर्षको उमेरदेखि नै उसले आफूले आफूलाई चिन्छ क्या, आफ्नो नामले आफूले आफूलाई चिन्छ। भन्न सक्दैन बेग्लै कुरा हो तर कसैले उसको नाम लियो भने ए मेरो कुरा गरेछ नि मलाई बोलाएको भन्ने कुरा बुझ्छ भने 3 वर्षको उमेरमा चाहिँ आफ्नो फुल नेम, आफ्नो सेक्स उसले भन्न सक्छ। म मेल हो कि म फिमेल हो कि उसलाई थाहा हुन्छ र उसले एक्सप्रेस पनि गर्न सक्छ, भन्न पनि सक्छ है। आफ्नो फुल नेम, नाम, थर दुइटै भन्न सक्छ भने लेख्न चाहिँ 5 वर्षको उमेरमा मात्रै सक्छ। अनि अघि हामीले भन्यौँ नि सुज चाहिँ खोल्ने चाहिँ कहिले गर्न सक्छ बच्चाले भने 15 महिनामा खोल्छ, 2 वर्षमा लगाउन सक्छ सुज भनेर डिस्कस गरेको थियौँ नि। तर सु लेसेस फाइनली टाई गर्ने भनेको चाहिँ 5 वर्षको उमेरमा मात्रै हो। अनि ब्रसेस विदाउट हेल्प 3 इयर्समा, विथ हेल्प चाहिँ 5 वर्षको उमेरमा है। अब हामी जाउँ ल्याङ्ग्वेज डेभलपमेन्टतिर। ल्याङ्ग्वेज डेभलपमेन्टमा फर्स्ट मन्थमा बच्चाले के गर्छ? क्राई गर्छ होइन, क्राई गर्छ टु एक्सप्रेस डिस्प्लेजर। अनि कतैबाट साउन्ड आउँदैछ भने चाहिँ त्यो साउन्डतिर फर्किन्छ 1 महिनाको उमेरमा। अब 2 महिनाको उमेरदेखि साउन्ड आफै प्रड्युस गर्न थाल्छ, उ भन्न थाल्छ, भावेल साउन्ड्सहरू, सिङ्गल भावेल साउन्ड्सहरू भन्न थाल्छ 2 महिनामा भने 3 महिनामा चाहिँ न, क, ङ, त, ग भनेर कन्सोनेन्ट है, कुइङ डेभलप्स कन्सोनेन्ट साउन्ड है। जस्तै उसले आवाजहरू निकालिरहेको हुन्छ नि त्यसमा चाहिँ अब कन्सोनेन्ट साउन्ड्सहरू पनि निकाल्न थाल्छ बच्चाले 2 महिनामा भावेल, 3 महिनामा कन्सोनेन्ट साउन्ड भने 6 महिनामा मोनोसिलेबल वर्डहरू चाहिँ उसले युज गर्न थाल्छ। जस्तै डा, बा, पा भन्न थाल्छ है। मोनोसिलेबल 6 मन्थ्स, बाइसिलेबल्स 8 to 9 months, 9 months भनेर सम्झिँदा हुन्छ तपाईँहरूले। बाइसिलेबल वर्ड चाहिँ मामा, बाबा भन्छ है। 6, 9, 12 सम्झिन सजिलो हुन्छ नि त। अब कन्फ्लिक्टिङ क्वेसन कहिले पनि सोध्दैन। 8 दिएको छ, 8 र 9 दुइटै दिँदैन क्वेसनमा, त्यही भएर 9 भनेको छ नि 9 नै राइट दिने, 8 भनेको छ नि 8 टिक लगाउने है। अनि 12 महिनामा चाहिँ अब शब्दमा पुग्यो है बच्चा। यति बेरसम्म सिलेबससँग मात्रै रिलेटेड थियो, मामा, बाबा भन्न सक्ने हुन त यिनीहरू पनि वर्ड्सै हो तर यिनीहरू भनेको बाइसिलेबस वर्ड हो नि त। बोल्न सबैभन्दा सुरुमा बोली फुट्दाखेरि त सजिलो शब्दहरू, बोल्न सजिलो हुने शब्दहरूबाट सुरु हुन्छ भने 12 महिनामा चाहिँ 2 वर्ड्स विथ मिनिङै बुझ्छ क्या उसले। प्राय पानी होइन, अनि त्यस पछाडि आऊ हो त्यस्तो कुराहरूले बुझ्न थाल्छ है। अनि
भन्न पनि सक्छ त्यो 2टा वर्ड चाहिँ। 2-3टा वर्ड त्योभन्दा बढी सक्दैन 12 मन्थ्सको एजमा है। के रहेछ भन्दा पहिलो महिनामा रुन्छ, साउन्डतिर हेर्छ, साउन्ड कतैबाट साउन्ड आयो भने त्यतातिर हेर्न सक्ने हुन्छ। 2 मन्थ्समा भावल साउन्ड्सहरू निकाल्न सक्छ भने 3 मन्थ्समा चाहिँ कुइङ साउन्ड्स न क च कन्सोनेन्ट साउन्ड्सहरू निकाल्छ। 6 मा मोनोसिलेबस, 8 to 9 मा बाइसिलेबस र 12 मन्थ्समा 2 वर्ड्स विथ मिनिङ जान्दछ, बोल्न सक्छ है। ओन्ली 2 वर्ड्स है 12 महिनाको उमेरमा। फर्स्ट इयर चाहिँ साउन्ड्स नै निकाल्नु ठुलो कुरो हो बच्चाले। अब 15 महिनामा उसले के सिक्छ भन्दा नाइ भन्न सिक्छ, नेगेटिभिजम भन्छ क्या। नेगेटिभिजम चाहिँ जेलाई पनि नाइ भन्न थाल्छ क्या उसले। उसलाई जे भने पनि नाइ भन्नुलाई नेगेटिभिजम भन्छ क्या। उसलाई थाहै हुँदैन, त्यही पनि नाइ भनिरहेको हुन्छ। नेगेटिभिजम, इगोसेन्ट्रिजम र टेम्पर ट्यान्ट्रम चाहिँ 15 मन्थ्सको उमेरमा चाहिँ डेभलप हुन्छ के बच्चामा। यसको बारेमा हामी नेक्स्टमा सोसियल डेभलपमेन्टमा हेर्छौँ। ल नोको नेगेटिभिजमको कुरा भयो होइन। नेगेटिभिजम हुन्छ, इगोसेन्ट्रिजम हुन्छ अनि टेम्पर ट्यान्ट्रम हुन्छ। 10 वर्ड्स विथ मिनिङ। अब 12 महिनामा 2 वर्ड्स विथ मिनिङ जान्दछ बच्चाले। 18 महिनामा 10 वर्ड्स विथ मिनिङ जान्दछ। अनि 2 इयर्सको उमेरमा चाहिँ 300 हुन्छ भोकाबुलरी, 3 इयर्समा 900 हुन्छ, 4 इयर्समा 1500 हुन्छ र 5 इयर्समा 2100 हुन्छ भोकाबुलरी। तपाईँहरूले यसरी एउटा टेबल बनाए पनि हुन्छ क्या। टेबल बनाउने टक्क लाएर 12 मन्थ्स होइन, अथवा 1 इयर, 2 इयर, 3 इयर, 4 इयर अनि त्यसो हुन्छ। 15 मन्थ्स र 18 मन्थ्सको कुरा पनि इन्क्लुड गर्नुपर्ने हुन्छ होइन। 4-5वटा टेबल बनाउने अनि त्यस पछाडि वर्ड सम्बन्धी, भोकाबुलरी सम्बन्धी एक ठाउँमा लेख्ने होइन, अनि सेन्टेन्सेस सम्बन्धी एक ठाउँमा लेख्ने, अनि अगाडि त्यो न्युबर्न इन्फेन्सी स्टेजलाई पनि एउटा सानो टेबल होइन, रफली एउटा टेबल बनाएर यसमा यो गर्छ भनेर सम्झिनु भयो भने पनि सजिलो हुन्छ क्या। प्र्याक्टिस गर्नुभयो भने पनि सजिलो हुन्छ सम्झिन। सो गाह्रो हुँदैन। हुन त रिपिटेड क्वेसनहरू सोध्या हुन्छ, नयाँ नौलो त सोध्या हुँदैन त्यस्तो धेरै। अनि 18 मन्थ्समा 10 वर्ड्स भयो। अनि 2 इयर्सको एजमा चाहिँ अब सिम्पल सेन्टेन्सेसहरू भन्न थाल्छ है। 2 वर्षको उमेरदेखि अब सेन्टेन्स है, सेन्टेन्स भन्न थाल्छ। अब वर्डदेखि लिएर वर्डबाट ऊ प्रमोट भएर सेन्टेन्समा गयो। 2देखि 3टा वर्ड मिलेर बनेको सेन्टेन्स भन्न थाल्छ भने 3 वर्षको उमेरमा चाहिँ 3 to 4 वर्डको सेन्टेन्स भन्छ। 4 वर्षमा 6 वर्ड्सको सेन्टेन्स भन्छ भने 5 वर्षमा 10 वर्ड्सको सेन्टेन्स भन्न सक्छ बच्चाले। अब अघि 2 इयर्समा रिफर टु वान सेल्फ बाई नेम भनेर भनेको थिएँ नि, आफ्नो नाम चाहिँ आफ्नो नामले आफूले आफूलाई चिन्छ भन्न खोजेको। र यो उमेरमा चाहिँ युजेस प्रोनाउन्स लाइक आई, मी एन्ड यु है, प्रोनाउन पनि युज गर्न सक्छ बच्चाले। अनि क्यान युज प्लुरल्स पनि युज गर्न सक्छ है। अनि 3 वर्षको उमेरमा चाहिँ अब यो एकदमै धेरै क्युरियस हुन्छ बच्चाले। क्वेसन सोधेको यो किन हुन्छ, यो कसरी हुन्छ भनेर सोधै गर्ने हुन्छ है। टोडलर भएको मम्मीहरूलाई थाहा छ होला है। अनि टेल्स अ स्टोरी। अब चाहिँ 3 वर्षको उमेरमा चाहिँ ऊ स्टोरी पनि भन्न थाल्छ है। सानो सानो छोटो छोटो आफ्नै पाराले होइन, बिस्तारै बिस्तारै अड्किँदै स्टोरीहरू भन्न थाल्छ। अनि 4 वर्षको उमेरमा उसले राइम्स पनि भन्न सक्छ कि। अनि 5 वर्षमा त झन् कुनै पनि पिक्चर दियो भने उसले डिस्क्राइब गर्ने होइन, कुनै कुरालाई डिस्क्राइब गर भन्यो भने उसले डिस्क्राइब पनि गर्न सक्ने हुन्छ। 3 वर्षको उमेरमा नेम बडी पार्ट्स एन्ड फिगर है, फिगर बडी पार्ट्स नाक, आँखा, नाक, मुख, हात, खुट्टा सबै भन्न सक्छ 3 वर्षको उमेरमा।
भन्न सक्छ, तर ड्रइङ चाहिँ उसले 5 वर्षको उमेरमा मात्रै विथ बडी पार्ट्स ड्रइङ गर्न सक्छ है। अब 4 वर्षमा 1500 भइहाल्यो भोकाबुलरी, राइम्सको कुरा, सिम्पल सङ्ग्सहरू 4 वर्षको उमेरमा गर्न सक्छ भनेर मैले अघि भनिसकेँ। सेन्टेन्स पनि 6 वर्ड्सवटा 4 इयरमा हुन्छ होइन। यो पनि भइसक्यो, यो पनि भइसक्यो। एबल टु डिस्क्राइब अ सिम्पल पिक्चर विथ मच डिस्क्रिप्सन, यो पनि भने होइन मैले। स्टोरी 3 वर्षमा भन्छ, 4 वर्षमा राइमहरू सिम्पल सङ्ग्सहरू भन्छ भने 5 इयर्समा सिम्पल पिक्चरलाई डिस्क्राइबै गर्न सक्छ भने 5 वर्षको उमेरमा चाहिँ बच्चाले डे, विक र मन्थ अफ द इयरको लाई चाहिँ सबै भन्न सक्छ, खरर भन्न सक्छ। अब आयो पर्सनल सोसियल डेभलपमेन्ट। पर्सनल सोसियल डेभलपमेन्टमा फर्स्टमा आउँछ इमिडिएटली आफ्टर बर्थ स्माइलको कुरा। 1 महिनामा जन्मिने बित्तिकै बच्चा हाँस्यो भनेर भन्छन् नि, त्यो हाँसेको होइन क्या, रिफ्लेक्सिभ स्माइल हो। आफै इन्भलन्टरी स्माइल हो त्यो। भने 2 महिनाको उमेरमा चाहिँ सोसियल स्माइल दिन थाल्छ है। मदरलाई देखेर खुसी हुने, स्माइल गर्ने, त्यो चाहिँ उसले जानेर भलन्टरीली नै गरे हुन्छ है। अनि स्माइल्स एट मिरर इमेज चाहिँ 5 to 6 मन्थ्स, यो क्वेसन सोधिरहेको हुन्छ है। मिरर स्माइलिङ कहिले हुन्छ भनेर 5 to 6 मन्थ्समा। स्माइलको कुरा 3टामा है, 1 महिना, 2 महिना र 5 देखि 6 महिनामा। अनि 3 महिनामा चाहिँ मदरलाई चिन्न थाल्छ उसले। 4 मन्थ्समा चाहिँ सोसियल इन्टरेक्सन इन्जोय गर्न थाल्छ, जो आएर बोले पनि नजिकै आयो भने हाँस्ने, हातखुट्टाहरू चलाएर खुसी हुने गर्छ होइन, इन्टरेक्ट गर्ने। अनि त्यस पछाडि मोनोसिलेबस कन्सोनेन्ट साउन्ड भावल साउन्डहरू निकाल्न थालेको हुन्छ नि। अब नजिकै कोही मान्छे आयो भने त्यो साउन्डहरू निकाल्ने गर्छ कि उसले इन्टरेक्ट गरेको। अनि 9 महिनामा बाई बाई भन्न सक्छ भने 12 मन्थदेखि यो छुटेछ भाइ। 6 to 8 मन्थ्स, यो नबिर्सिने। स्ट्रेन्जर एन्जाइटी पनि सोधिरहेको हुन्छ। 6 to 8 मन्थ्समा स्ट्रेन्जर एन्जाइटी देखिन थाल्छ भने 12 मन्थ्समा उसको पेरेन्ट्स अरू कुनै बच्चासँग गफ गर्यो, अरूलाई माया गर्यो भने ऊ जेलसी पनि फिल गर्न थाल्छ है। उसलाई अफेक्सनको लागि उसले सिक पनि गर्न थाल्छ 12 मन्थ्सको उमेरमा। अनि 15 महिनामा अघि मैले भने इगोसेन्ट्रिजम, नेगेटिभिजम र टेम्पर ट्यान्ट्रम चाहिँ डेभलप हुन्छ। इगोसेन्ट्रिजम हामीले हिजो पनि डिस्कस गरेको थियौँ। के होला इगोसेन्ट्रिजम भनेको? ल भन्नुहोस् त। यो स्लाइड के भयो आज? स्लाइड देखिरहेछ? Yes, ma'am. मैले बोलेको सुन्या छ कि छैन? मजाले क्लियरली सुन्नेछ नि? ल इगोसेन्ट्रिजम भनेको के हो भन्नुहोस् त? हामीले इगोहरू भएको हुन्छ म्याम यसमा? इगोहरू भएको त्यस्तो इगो होइन। इगोसेन्ट्रिजम भनेको चाहिँ ध्यान दिएर सुन्नुहोस् है। बच्चाको एउटा पर्सपेक्टिभ हुन्छ। उसलाई कुनै कुरा मन पर्यो भने सबैलाई मनपर्छ जस्तो लाग्छ क्या उसलाई। उसलाई राम्रो लाग्यो भने सबैलाई राम्रो, उसलाई नराम्रो लाग्यो भने सबैलाई नराम्रो। उसलाई मिठो लाग्यो भने त्यो सबैलाई मिठो, उसलाई नमिठो लाग्यो भने सबैलाई नमिठो। अरूको पनि आफ्नो पर्सपेक्टिभ हुन्छ भन्ने कुरा उसले बुझ्नै सक्दैन कि। त्यसलाई भन्छ इगोसेन्ट्रिजम है। अनि नेगेटिभिजम भनेको जेलाई पनि नाइ भन्ने, त्यो सबैलाई थाहा भएकै कुरा हो होइन। अनि टेम्पर ट्यान्ट्रम भनेको चाहिँ आउटवर्ड एक्सप्लोजिभ रियाक्सन टु इनवर्ड फ्रस्ट्रेटिङ सिचुएसन होइन। उसले धेरै कुराहरू बुझ्न थालेको हुन्छ तर एक्सप्रेस गर्न सक्दैन के, एक्सप्रेस गर्न जान्दैन। त्यही भएर उसले चाहिँ एक्सप्लोजिभ रियाक्सन देखाउँछ कि कराउने होइन, फुल्ने, सास बन्द गर्ने, लडीबुडी गर्ने होइन। केही कुरा चाहियो भनेपछि अब कसरी मनाउने त आफ्नो पेरेन्ट्सलाई, उसलाई थाहै हुँदैन क्या कसरी मनाउने भनेर। त्यही भएर उसले चाहिँ आफ्नो रिस देखाउने होइन, एकदम एक्सप्लोसिभ बिहेभियर देखाउने गर्छ। त्यसलाई चाहिँ टेम्पर ट्यान्ट्रम भन्छ है। यसमा जिद्दी बनायो होइन र? हजुर, जिद्दी भयो होइन? जस्तो बच्चाहरूले जिद्दी गर्छ नि त। जिद्दी किन गरेको त उसले? मैले त्यो भन्न खोजेको के, जिद्दी गरेको एकदम सही हो। जिद्दी गर्ने होइन, एकदम रिसाउने, सामानहरू फालेर ओरेर आफूले भनेको कुरा पुऱ्याउनलाई गरे हो नि त उसले।
हजुर किन भन्दाखेरि उसले भनेको मैले भन्न खोजेको कुरा बुझेनन् मेरो प्यारेन्ट्सले भन्ने लाग्छ क्या उसलाई। अनि उसले बुझाउन पनि सक्दैन। अनि त्यही भएर टेम्पर ट्यान्ट्रम देखाउँछ। यस्तो बेलामा चाहिँ बच्चाले टेम्पर ट्यान्ट्रम देखाउँदा उसको एक्टिभिटीलाई इग्नोर गर्ने, सेफ्टी चाहिँ ध्यान दिनु पर्यो, इग्नोर गर्ने अनि उसले गर्ने राम्रो बिहेभियरलाई चाहिँ पोजिटिभली रिइन्फोर्स गर्ने भनेर भनिन्छ है। टेम्पर ट्यान्ट्रमलाई म्यानेज गर्ने तरिकामा त्यसरी गर्न सकिन्छ। अब 18 महिनाको उमेरमा चाहिँ उसले अब मम्मीको, बाबाको एक्सनहरू कपी गर्न थाल्छ है। 2 वर्षको उमेरमा अब अघि भन्यौँ नि प्लुरल्स आई, मी, यु भन्न थाल्छ होइन। तिमी, म छुटाउन सक्छ, तिमी, म, तपाईँ भन्न सक्छ। अनि आफ्नो निड है, आफूलाई के चाहिएको छ त्यो उसले एक्सप्रेस गर्न सिक्न थाल्छ, एक्सप्रेस गर्न सक्छ होइन। अनि बावेल र ब्ल्याडर कन्ट्रोलको कुरा आयो अब। डे टाइममा चाहिँ उसले बावेल, ब्ल्याडर कन्ट्रोल गर्न सक्छ 2 वर्षको उमेरमा। भने 3 वर्षको उमेरमा चाहिँ नाइट टाइम कन्ट्रोल गर्न सक्छ के। यो चाहिँ डे टाइममा मात्रै भयो 2 वर्षको उमेरमा भने 3 इयर्समा चाहिँ नाइट टाइम कन्ट्रोल हुन्छ है। अनि 3 वर्षको उमेरमा अब उसमा डर पनि पैदा हुन थाल्छ होइन। डार्क अँध्यारोमा एक्लै बस्न नसक्ने, राति सुत्दा डराउने हुन्छ। किन हुन्छ भन्दा ड्रिम्स देख्छ उसले, नाइटमेयर्सहरू देख्ने हुन्छ त्यही भएर। र अघि नै कुरा आइसकेको छ हामीले आफ्नो फुल नेम र सेक्स चाहिँ उसले 3 वर्षको उमेरमा भन्न सक्छ। अब 4 वर्षको उमेरमा भनेको मे बाथ सेल्फ विथ एसिस्टेन्स होइन। अब आफ्नो हाइजिनको पनि ख्याल राख्न सक्छ तर विथ एसिस्टेन्स होइन, बाथिङ गर्ने। अनि इम्पेसेन्ट र सेल्फिस पनि हुन्छ अलिकति बच्चा। जेलसी पनि हुन्छ, सिब्लिङ राइभलरी पनि डेभलप हुन्छ यो स्टेजमा है। 3 इयर्सदेखि नै सुरु हुन्छ, 4 इयर्समा म्याक्सिमम हुन्छ। अनि 5 इयर्सको उमेरमा चाहिँ इन्डिपेन्डेन्टली बाथ गर्न सक्छ। अनि हेयर कम गर्न सक्छ विथ हेल्प। इन्डिपेन्डेन्ट र ट्रस्टवर्दी हुन्छ, हामीले उनीहरूमा प्रति विश्वास गर्न सक्ने हुन्छौँ यतिखेर होइन। र फेन्टासिज र डे ड्रिमिङ पनि देख्छ क्या बच्चाले 5 वर्षको उमेरमा। फेन्टासिज, डे ड्रिमिङहरू हुँदो रहेछ के है। मेरो एउटा फेन्टासी थियो क्या, मलाई पक्कै 5 वर्षको उमेरमा थियो होला त्यतिखेर। सानोमा मलाई के लाग्थ्यो भने यो बादल भनेको चाहिँ आइसक्रिमले बनेको हुन्छ। अनि त्यो बादलमा गयो भने चाहिँ टन्नै आइसक्रिम खान पाइन्छ जस्तो लाग्थ्यो क्या मलाई। त्यस्तो ड्रिम गर्थेँ म बादलमा गएर आइसक्रिम खाएको। हो सायद 5 इयर्सकै थिएँ होला म, मलाई थाहा छैन। अब यो पढ्दाखेरि चाहिँ त्यस्तै लाग्छ मलाई। त्यस्तै डे ड्रिमिङहरू, फेन्टासिजहरू क्रिएट गरेको हुन्छ के बच्चाले। इक्जाम्पल दिएको मैले। ल स्कुल एजमा 6 to 8 इयर्सको बच्चा चाहिँ एबल टु डु सेल्फ केयर है, आफ्नो केयर गर्न सक्ने हुन्छ। कर्सिभ राइटिङ, अब राइटिङमा पनि हजुर सर मात्रै होइन है, ह्यान्डराइटिङ हल्का कर्सिभ राइटिङ लेख्न सक्छ। इन्जुरी, बडी इन्जुरीको फियर हुन्छ उनीहरूमा। अनि फिलिङ्सहरू, आफ्नो फिलिङ्सहरू एक्सप्रेस गर्न सक्छ। ग्रुपमा प्ले गर्न थाल्छ होइन। 6 to 8 भनेको यो स्कुल एज सुरु भयो नि त। स्कुल एजमा कस्तो खालको प्ले हुन्छ त भन्दाखेरि, कस्तो खालको प्ले हुन्छ स्कुल एजमा भन्नुहोस् त? कोलाबोरेटिभ प्ले हुन्छ होइन। कम्पिटिटिभ चाहिँ अलि बढी एडोलेसेन्समा हुन्छ। अनि डिसिप्लिन लर्न गर्न थाल्छ। अनि एकदम इन्डस्ट्रियस हुन्छ क्या, एकदम मेहनती हुन्छ क्या स्कुल वर्कहरूमा फोकस गर्ने, मेहनत देखाउने हुन्छ स्कुल एजको चिल्ड्रेन। अनि 8 to 10 इयर्समा चाहिँ अब तपाईँहरूलाई कसैलाई यो मैले क्लास लिएको एकदम स्लो भएको हुनसक्छ, कति सिम्पल कुरा पढाएको भनेर फिल हुनसक्छ। अब कसैले भर्खर क्लास जोइन गर्नुभएको छ, भर्खरै पिसिएल पास गर्नुभएको छ भने यही कुरा पनि अब के हो, कसरी सम्झिने होला, कसरी लेख्ने होला हुनसक्छ होइन। सर र मैले चाहिँ यो पिसिए के भन्छ लेभल भन्दा पनि स्टाफ नर्सको लागि प्रिपेरेसनमा इम्पोर्टेन्ट कुरा के हुन्छ त्यो इम्पोर्टेन्ट कुराहरू लिएर आएको है। सिम्पलै हुन्छ, त्यस्तो अप्ठ्यारो जानिरहनु पर्दैन, सिम्पल कुरा बिगार्न हुँदैन। त्यही भएर त्यही अनुसारको लेसन प्लान अथवा यो मैले स्लाइड्सहरू लिएर आएको छु, त्यही अनुसारको मैले हजुरहरूलाई नोट दिएको छु है। यति जाने चाहिँ तपाईँहरूले मिस नगर्नुहोस् पिडियाट्रिकको क्वेसनहरू भनेर है।
अब 8 to 10 इयर्समा चाहिँ बिगिन्स टु पार्टिसिपेट इन अर्गनाइज स्पोर्ट्स है, अर्गनाइज स्पोर्टहरूमा अब पार्टिसिपेट हुन थाल्छ बच्चा। राइटिङ अझै इम्प्रुभ हुँदै जान्छ, स्पिड पनि बढ्दै जान्छ, सर्ट कम्प्याक्ट सेन्टेन्सेसहरू भन्न थाल्छ। 8 to 10 इयर्सको उमेरको बच्चाले जोक्सहरू पनि भन्छ होइन। 3 इयर्सको उमेरमा स्टोरी भन्ने थियो, 4 वर्षको उमेरमा राइम्सहरू भन्ने थियो, 5 वर्षको उमेरमा कुनै पनि पिक्चरलाई डिस्क्राइब गर्न सक्ने थियो भने 8 देखि 10 वर्षको उमेरमा चाहिँ अब उसले जोक्सहरू पनि भन्न सक्छ। पियर ओरिएन्टेड प्रोग्राममा बढी इन्भल्भ हुन्छ होइन। एप्रोप्रिएट सेक्सुअल रोलहरू देखाउँछ। छोरा मान्छे छ भने म बलको काम गर्छु, म हेल्प गर्छु, उठाउने उचाल्ने भन्ने उसलाई फिलिङ आउँछ भने, फिमेलहरू छ भने म मम्मीलाई सघाउँछु भन्ने हो। त्यसरी सेक्सुअल रोलहरू पनि देखाउन थाल्छन् के बच्चाहरूले चाहिँ। अनि स्कुल वर्कमा एकदम इन्ट्रेस्टेड हुन्छन्। अनि 10 to 12 इयर्स त अलमोस्ट एडोलिसेन्स चाहिँ सुरु भइसक्यो। WHO अनुसार त 10 इयर्सबाटै एडोलिसेन्स भनिन्छ, तर अहिले हामीले स्कुल एजै हेर्दैछौँ। युजेस पार्ट अफ स्पिच करेक्टली होइन। अब स्पिचहरू करेक्टली भन्न थाल्छ, वर्ड्सहरूको करेक्ट मिनिङ थाहा पाउँछ उसले होइन, डिफाइन गर्न सक्छ, सिन्सियर हुन्छ, कन्फिडेन्ट हुन्छ भने आफ्नो एङ्गर पनि कन्ट्रोल गर्न सक्छ। तर कहिलेकाहीँ चाहिँ ब्रस्ट अफ एङ्गर पनि देखाउने हुनसक्छ है, विच इज कम्प्लिटली नर्मल है। कहिलेकाहीँ फ्रस्ट्रेसन्सहरू निकाल्न सक्छ बच्चाले, हो बच्चा त के हुन लाग्यो भनेर डराउनु पर्दैन, द्याट इज नर्मल है। अब फ्रिक्वेन्टली देखाउन थाल्यो भने चाहिँ उसलाई एङ्गर कसरी कन्ट्रोल गर्ने भनेर आफैले गाइड गर्नुपर्ने पनि हुनसक्छ। अनि रेस्पेक्ट्स प्यारेन्ट्स एन्ड देयर रोल है, यो प्रब्लम सल्भिङ मेथडहरू युज गर्छ होइन। सजेसन्स कसैले दियो भने त्यसलाई एक्सेप्ट गर्ने होइन गर्छ। अब एडोलिसेन्ट स्टेज अब हामी आयौँ। एडोलिसेन्ट स्टेज चाहिँ अलि डिस्क्रिप्टिभली नै हामीले डिस्कस गर्छौँ है। ग्रोथ स्पटको कुरा, प्युबर्टीको कुरा होइन, सेक्सुअल म्याचुरेसनको कुराहरू हामी डिस्कस गर्छौँ। एडोलिसेन्ट भनेको चाहिँ ल्याटिन वर्ड एडोलिसेन्सबाट डिराइभ गरेको थियो, जसको मिनिङ हो टु ग्रो अप इन्टु एडल्टहुड। अब एडल्टहुडमा ग्रो हुनु भन्नु नै एडोलिसेन्सको मिनिङ रहेछ क्या, ल्याटिन वर्डबाट आएको रहेछ। भने पिडियाट्रिक चाहिँ कुन टर्मबाट आएको थियो याद छ हजुरहरूलाई? हामीले फर्स्ट क्लासमा लिएको थियौँ नि, फर्स्ट क्लासको फर्स्ट स्लाइडमा पिडियाट्रिक चाहिँ को डेरिभेसन हेरेको थियौँ। कहाँबाट डिराइभ भएको थियो पिडियाट्रिक? पेडो भन्ने वर्ड थियो बाट होइन। पेडो भनेको कुन टर्म थियो? ल्याटिन थियो कि ग्रिक थियो कि फ्रेन्च टर्म थियो? ल भन्नुहोस् त। म त कता कताबाट क्वेसन सोध्छु है, झ्याप झ्याप जे आउँछ कन्टेक्चुअली। याद छैन? कसैलाई याद छैन? तपाईँहरूले मेरो नोट हेर्नुभएको छ कि छैन? पढाइसकेको त हेर्दा भयो नि त। पढाउनु लागेको चाहिँ अलिअलि अब एडिटिङ पछिको चाहिँ एडिटिङ गर्दै जान्छु मैले। ब्याकको त सबै त्यही नै हो। ग्रीक वर्ड्स, ग्रिक वर्डबाट आएको होइन, जसको मिनिङ चाहिँ के थियो? ग्रिक वर्ड पेडो, जसको मिनिङ हो अपब्रिङ्गिङ है। ल एडोलिसेन्स चाहिँ WHO ले 10 to 19 इयर्ससम्मको उमेरलाई भनेर दिएको थियो होइन। बिगिन्स विथ द अनसेट अफ प्युबर्टी एन्ड एन्ड्स विथ द एजम्सन अफ एडल्ट रेस्पोन्सिबिलिटिज है। अब यो भनेको चाहिँ एउटा ट्रान्जिसनल पिरियड पनि हो क्या, चाइल्डहुड टु एडल्टहुडसम्म लाने। धेरै कुराहरू चेन्जेसहरू आउँछ यतिखेर। साइकोलोजिकल, सोसियल, म्याचुरेसनल प्रोसेस हुन्छ होइन, जुन चाहिँ प्युबर्टीले इनिसिएट गर्छ के। प्युबर्टी भनेको के रहेछ हेरौँ। यो भनेको एउटा पिरियड हो विच सेकेन्डरी सेक्स क्यारेक्टरिस्टिक्स बिगिन हुन्छ यतिखेर चाहिँ, एन्ड द एबिलिटी अफ द इन्डिभिजुअल फर रिप्रोडक्सन चाहिँ एटेन हुन्छ क्या प्युबर्टी कम्प्लिट भएपछि। अनि प्युबर्टी भनेको चाहिँ सेकेन्ड मोस्ट ऱ्यापिड पिरियड अफ ग्रोथ मानिन्छ भने द मोस्ट ऱ्यापिड पिरियड अफ ग्रोथ इन ह्युमन भनौँ न, के हो त? कुन स्टेजमा चाहिँ ऱ्यापिड ग्रोथ हुन्छ? ल भन्नुहोस् त। ऱ्यापिड ग्रोथ कहिले हुन्छ? इन्फेन्ट, इन्फेन्सी स्टेजमा होइन। सेकेन्ड मोस्ट चाहिँ प्युबर्टी हो
अनि थर्ड मस्ट चाहिँ तिनवटा चाहिँ एकदम ऱ्यापिड भनिन्छ। फर्स्टमा इन्फेन्सी, सेकेन्ड प्युबर्टी भने थर्ड चाहिँ कुन हो? थर्ड चाहिँ इन्ट्रानेटल पिरियड हो होइन। इन्ट्रायुट्राइन पिरियड चाहिँ थर्ड मोस्ट ऱ्यापिड ग्रोथ हुने टाइम हो है, स्टेज हो। इन गर्ल्स प्युबर्टी बिगिन्स बिट्विन द एजेस अफ 8 र 13 यतिखेर चाहिँ प्युबर्टी बिगिन हुन्छ भने बोइजमा अलिकति लेट हुन्छ 9.5 देखि 14 इयर्समा बिगिन हुन्छ। अनि प्युबर्टीलाई चाहिँ तीनटा स्टेजमा डिभाइड गरिएको छ, प्रिप्युबिसेन्स, प्युबिसेन्स र पोस्ट प्युबिसेन्स है। प्युबिसेन्सलाई प्युबर्टी एक्चुअल प्युबर्टी पनि भनिन्छ। प्रिप्युबिसेन्स भनेको चाहिँ प्युबर्टी भन्दा 2 इयर्स बिफोर हुन्छ के। अनि ऱ्यापिड फिजिकल ग्रोथ हुन्छ प्रिप्युबिसेन्सको बेलामा र एपियरेन्स अफ सेकेन्डरी सेक्स क्यारेक्टरिस्टिक्स हुन थाल्छ, सुरु हुन्छ भने प्युबर्टीमा चाहिँ सेक्सुअल म्याच्युरिटी अचिभ हुन्छ। फिमेलमा मेन्स्ट्रुएसन सुरु हुन्छ भने मेलमा चाहिँ स्पर्माटोजोआ प्रोडक्सन हुन थाल्छ। अनि पोस्ट प्युबिसेन्स चाहिँ 1 to 2 इयर्स पिरियड फलोइङ प्युबर्टी हो होइन, जसमा चाहिँ स्केलेटल ग्रोथ कम्प्लिट हुन्छ र रिप्रोडक्टिभ फङ्सन्स चाहिँ फेयरली वेल स्टाब्लिस्ड हुन्छ है। प्युबर्टीलाई तीनटा स्टेजमा डिभाइड गरेको छ, प्रिप्युबिसेन्स, प्युबिसेन्स र पोस्ट प्युबिसेन्स। प्रिप्युबिसेन्स भनेको प्युबर्टी बिगिन हुनुभन्दा 2 इयर्स अगाडि सुरु हुन्छ। यसमा ऱ्यापिड फिजिकल ग्रोथ हुन्छ, सेकेन्डरी सेक्स क्यारेक्टरिस्टिक्सहरू देखिन थाल्छ भने प्युबर्टीमा चाहिँ फिमेलले मेन्स्ट्रुएट गर्न थाल्छ, मेलले चाहिँ स्पर्माटोजोआ प्रोड्युस गर्न थाल्छ भने पोस्ट प्युबिसेन्समा चाहिँ स्केलेटल ग्रोथ कम्प्लिट हुन्छ। यो पनि 1 to 2 इयर्स आफ्टर प्युबर्टी हुन्छ र रिप्रोडक्टिभ फङ्सन चाहिँ फेयरली वेल स्टाब्लिस्ड हुन्छ। क्लियर छ नि है यहाँसम्म? ल नेक्स्ट स्लाइडमा जान्छौँ हामी। अब के हुँदो रहेछ, कस्तो कस्तो चेन्जेसहरू आउँदो रहेछ त हेरौँ है त। फिजिकल ग्रोथ हुन्छ है, बायोलोजिकल डेभलपमेन्ट पनि भनिन्छ यसलाई। यतिखेर एडोलेसेन्ट ग्रोथ स्पट देखिन्छ है, एकदम ड्रामाटिक सडन चेन्जेसहरू आउने भएकोले गर्दाखेरि सडन इन्क्रिज इन हाइट, वेट, स्ट्रक्चर हुने भएकोले गर्दा यसलाई ग्रोथ स्पट पनि भनिन्छ। एडल्ट हाइटको 20 to 25% हाइट चाहिँ प्युबर्टीमा अचिभ हुन्छ कि। ल अब फिजिकल ग्रोथमा के हुँदो रहेछ भन्दा गर्ल्समा हेरौँ, ग्रोथ स्पट चाहिँ 10 to 14 इयर्समा देखिन्छ होइन। हाइट गेन चाहिँ एकैचोटि 5 to 20 सेन्टिमिटरसम्म गेन हुन्छ हाइट। पिक हाइट भेलोसिटी भन्छ के, एकदम स्पिड एकदम ऱ्यापिड हुने टाइम भनेको चाहिँ 12 इयर्स अफ एजमा देखिन्छ नर्मल्ली एभरेजमा होइन। अनि ग्रोथ इन हाइट सिजेस एराउन्ड 16 to 17 इयर्स। मेलमा भन्दा फिमेलमा चाहिँ अलि अगाडि नै ग्रोथ चाहिँ सिज हुन्छ। एपिफाइजियल क्लोजर चाहिँ अलिकति छिटै हुन्छ ड्यु टु द इफेक्ट अफ द एस्ट्रोजन हर्मोन है। अनि वेट गेन चाहिँ 7 to 25 kg हुन्छ है यो ग्रोथ स्पटको टाइममा। अनि मसल मास र फ्याट डिपोजिट कस्तो हुन्छ भन्दाखेरि मसल मास ग्रोथ पनि पिक हुन्छ एट मेनार्की। फ्याट डिपोजिट इन्क्रिज हुन्छ कहाँ भन्दा थाइमा, हिपमा, बटकमा, ब्रेस्टमा है। अनि हिप पनि ब्रोडर हुन्छ भने स्ट्रोजनको इफेक्टले गर्दा स्किन चाहिँ सफ्ट स्मुथ हुन्छ, भास्कुलारिटी इन्क्रिज हुन्छ, फाइन हेयर चिक्स र अप्पर लिप्समा देखिन्छ विच इज कम्प्लिटली नर्मल अगेन। ल अनि फिजिकल ग्रोथ अफ बोइज चाहिँ कस्तो हुन्छ भन्दाखेरि ग्रोथ स्पट चाहिँ अलिकति ढिलो हुन्छ क्या। फिमेलमा 10 to 14 भयो भने मेलमा चाहिँ 12 to 16 हुन्छ होइन। हाइट चाहिँ 10 to 30 सेन्टिमिटरसम्म ग्रोथ हुन्छ। फिमेलमा 5 to 25 to कति थियो हाम्रो 20 थियो होइन भने मेलमा चाहिँ ल सरी कहाँ पुग्यो 10 to 30 सेन्टिमिटर ग्रोथ हुन्छ भने पिक हाइट भेलोसिटी चाहिँ 14 इयर्स अफ एजमा हुन्छ। फिमेलमा 12 इयर्स अफ एजमा हुन्थ्यो आफ्टर द ग्रोथ अफ टेस्टिकल्स एन्ड पेनिस। ग्रोथ इन हाइट सिजेस एट 18 to 20 है। फिमेलमा चाहिँ 16 to 17 मै सिज हुन्छ भने
मेलमा चाहिँ 18 to 20 इयर्ससम्म ग्रोथ कन्टिन्यू भइरहन्छ कि इपिफाइजल क्लोजर चाहिँ अलिकति डिलेड हुन्छ, त्यही भएर बच्चा के भन्छ मेल चाहिँ फिमेलभन्दा अलिकति अग्लो अलिक बढी वेट हुने हुन्छ है। वेट गेन पनि 70 to 30 केजी हुन्छ यो टाइममा। यहाँनिर लेखिरहेको छ नि डिलेड इपिफाइजियल क्लोजर लिडिङ टु ग्रेटर ओभरअल हाइट एन्ड लङ्गर आर्म्स एन्ड लेग्स देन फिमेल है। देन गर्ल्स सेक्रेसन अफ एन्ड्रोजन हर्मोनको इफेक्टले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ स्किन चाहिँ थिक हुन्छ, डार्क हुन्छ स्किन है, कोर्स रफ स्किन हुन्छ, फेसियल हेयरहरू देखिन थाल्छ भने मसल मास चाहिँ इन्क्रिज थ्रु आउट प्युबर्टी हुन्छ। फिमेलमा ब्रोडर हिप हुन्थ्यो भने मेलमा चाहिँ सोल्जर विथ ब्रोडर हुन्छ, इन्क्रिज हुन्छ है। ल फिजियोलोजिकल चेन्जेस म्याचुरेसन अफ बडी सिस्टम। मैले अघिदेखि यहाँ च्याट बक्स हेरेको छु नि, एकचोटि च्याट बक्स हेर्छु ल कसैले के लेख्नु भएको छ कि। के लेख्नु भएको रहेछ लेख्नुहोस् है, केही परे बोल्न मिल्ने ठाउँमा हुनुहुन्न भने च्याट बक्समा लेख्नु होला, म एकछिनमा भए पनि टाइममा चेक गरिरहन्छु है। मैले अहिले त्यतिखेर चाहिँ चेक गर्न मिलिरहेको छैन कि यो फिजिकल चेन्जेस म्याचुरेसन अफ बडी सिस्टममा के हुँदो रहेछ हेरौँ है त। फिजियोलोजिकल, अघि फिजिकल हेऱ्यौँ अब फिजियोलोजिकल। इनिसियल अक्वर्ड एपियरेन्स हुन्छ कि एज द बडी डजन्ट ग्रो युनिफर्मली। बडी चाहिँ यो टाइममा है प्युबर्टीको टाइममा चाहिँ युनिफर्मली ग्रो हुँदैन अरे क्या। पहिला हेड ग्रो हुन्छ अरे, पहिला टाउको ठुलो हुन्छ, अनि ह्यान्ड्स एन्ड फिट ग्रो हुन थाल्छ होइन, अनि त्यस पछाडि आर्म्स र लेग्स, अनि बल्ल लास्टमा टोर्सो ट्रङ्क चाहिँ ग्रोथ हुन्छ। त्यही भएर अक्वर्ड एपियरेन्स हुन्छ इनिसियली है, र स्लोली ग्रोज टुवार्ड्स नर्मल। र एपोक्राइन र सेबासियस ग्ल्यान्ड चाहिँ एक्टिभ हुने भएकोले गर्दाखेरि है के हुन्छ भन्दाखेरि स्मेलिङ हुन्छ क्या, अन्डर आर्म्सहरू स्मेल आउने हुन्छ होइन। त्यही भएर डियोड्रेन्टहरू लगाउन हामीले सल्लाह दिन सक्छौँ। इफ द पोर्स आर टु स्मल सेबासियस मेटेरियल क्यान नट स्केप, र के हुन्छ पिम्पल्स प्रोड्युस हुन्छ है, एकदम धेरै सेक्रेसन्सहरू आउने हुन्छ पोर्सहरूबाट पनि। अनि पल्स रेट है, हार्ट रेटहरू एडल्टको जस्तो हुन्छ, 60 to 100 हुन्छ। रेस्पिरेटरी रेट 16 to 20 हुन्छ। ब्लड प्रेसर 120 to 70 हुन्छ। गर्ल्समा चाहिँ भोइस बिकम स्लाइटली डिपर एन्ड कन्सिडरेबली फुलर हुन्छ भने बोइजमा चाहिँ भोइस सिफ्ट अनकन्ट्रोलेबली डिप टु हाई टोन हुन्छ। फिमेलमा चाहिँ लो पिच लो टोन हुन्छ होइन, डिपर हुन्छ भने मेलमा चाहिँ हाई टोन हुन्छ। अब सेक्सुअल म्याचुरेसनमा के हुँदो रहेछ हेरौँ त। फर्स्टमा देखिने के फिचर्स देखिन्छ होला भन्नुहोस् त। फर्स्टमा सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्स फिमेलमा चाहिँ कुन देखिन्छ त? के एपियर भएपछि चाहिँ ल सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्स बिगिन भयो भनेर हलमार्क साइन के होला त? भन्नुहोस् त। ब्रेस्ट बर्ड होइन, त्यसलाई के भन्छ? थेलार्की भन्छ होइन, एपियरेन्स अफ ब्रेस्ट बर्ड भने। मेलमा के हुन्छ, बोइजमा के हुन्छ? फर्स्ट चेन्जेस प्युबिक हेयरहरू प्युबर्स होइन, फर्स्ट एउटा स्पेसिफिक भन्नु त, प्युबिक हेयर पनि हो तर फर्स्ट चेन्ज चाहिँ के हुन्छ त? भोइस होइन, टेस्टिकुलर इन्लार्जमेन्ट होला। मेलमा चाहिँ टेस्टिकुलर इन्लार्जमेन्टबाट प्युबर्टी बिगिन हुन्छ भने फिमेलमा चाहिँ थेलार्कीबाट हुन्छ। ल हेरौँ है त। थेलार्की इन बिट्विन 9 and 13 years of एज, अर्लिएस्ट एन्ड मोस्ट इजिली भिजिबल चेन्ज अफ प्युबर्टी हो। त्यस पछाडि प्युबार्की हुन्छ होइन, प्युबिक हेयरहरू डेभलप हुन्छ अबाउट 2 to 6 months आफ्टर थेलार्की। र मेनार्की चाहिँ थेलार्की बिगिन भएको फर्स्ट साइन देखिएको 2 years पछि मेनार्की हुन्छ होइन। एज रेन्ज अफ मेनार्की चाहिँ 10 to 15 years हो, एभरेजमा 12 years हो। ओभुलेसन र रेगुलर मेन्स्ट्रुअल साइकल चाहिँ मेनार्की बिगिन भएको 6 to 14 months चाहिँ रेगुलर हुन थाल्छ है। इन्टरनल रिप्रोडक्टिभ अर्ग्यान चाहिँ एडल्टको साइजमा कहिले पुग्छ भन्दा 18 to 20 years को एजमा पुग्छ भने मेलमा फर्स्ट प्युबिसेन्ट चेन्ज भनेको टेस्टिकुलर इन्लार्जमेन्ट हो। अघि पनि मैले भनिसकेँ एकचोटि है, 9 to 14 years अफ एजमा देखिन्छ।
के देखिन्छ त्यस पछाडि भने प्युबिक हेयर ग्रोथ होइन, एक्जिलरी हेयर, हेयर अन द अप्पर लिप्स, हेयर अन द फेस र कसैमा चाहिँ गाइनेको मास्टिया पनि देखिन सक्छ मिड प्युबर्टीमा, जुन चाहिँ आफ्टर 2 इयर्स आफै डिसअपियर भएर जान्छ। यो पनि नर्मलै मानिन्छ है। अनि पेनाइल इन्लार्जमेन्ट हुन्छ, नक्चुरनल एमिसन्सहरू हुन थाल्छ। अब हामी आऊँ डेभलपमेन्टल टास्कतिर। डेभलपमेन्टल टास्क सरर हेरौँ है त। बच्चाले के गर्छ भन्दाखेरि ओभरअल फिजियोलोजिकल इक्विलिब्रियम मेन्टेन गर्छ फर्स्टमा त है। जन्मिने बित्तिकै हामीले हेऱ्यौँ नि एडाप्टेसन कति एडाप्टेसन गर्नुपर्ने हुँदो रहेछ, रेस्पिरेटरी, सर्कुलेटरी, अनि अरू के भन्छ हेमाटोलोजिक एडाप्टेसनहरू अलिक प्रब्लम के भन्छ लाई एडजस्ट गर्न अलिकति गाह्रो हुन्छ, प्रब्लमहरू पनि देखिन्छ, तर त्यो सल्भ पनि हुँदै जान्छ। यिनीहरू सबै प्रब्लमहरू बिनाइन हुन्छन् होइन। अनि केही प्रब्लमहरू एक्स्ट्रा प्रब्लमहरू देखियो भने चाहिँ मेडिकल एटेन्सन सिक गर्नुपर्ने हुन्छ। बच्चाले पनि त धेरै इक्विलिब्रियमहरू मेन्टेन गर्न उसको पनि इफोर्ट लागेको हुन्छ होइन, इनर्जी युज भएको हुन्छ। पर्सिभ सेल्फ एज अ डिपेन्डेन्ट पर्सन बट सेपरेट फ्रम ह्युमन बिइङ। बिस्तारै म चाहिँ डिपेन्डेन्ट छु तर अरूसँग सेपरेट छु भन्ने कुरा बुझ्दै जान्छ। सोलिड फुड खान लर्न गर्छ होइन। अनि त्यस पछाडि न्यू मोटर फाइन स्किल्सहरू लर्न गर्छ। अनि फिलिङ अफ डिजायर फर अफेक्सन रेस्पोन्स फ्रम अदर उसले डेभलप गर्छ। कहिले गर्छ? 12 मन्थ्सको एजमा हामीले अघि पढेको थियौँ नि, उसलाई चाहिँ जेलसी फिल हुन थाल्छ, निड फर अफेक्सन हुन्छ भनेर है। यिनीहरू चाहिँ डेभलपमेन्टल टास्क अफ इन्फेन्ट्स हो। मैले सटिक थोरै लिएर आएको छु होइन। यसलाई अझै धेरै एक्सप्लेन गर्न पनि सकिन्छ आफ्नै आफ्नै भाषामा होइन। डेभलपमेन्टल माइलस्टोन पढिसकेपछि डेभलपमेन्टल टास्क कुनै ठुलो कुरो हुँदैन है। क्वेसनहरू सोध्यो भने डेभलपमेन्टल टास्क एक्सप्लेन गर्नु इन्फेन्टको भनेर सोध्न त यो त पोसिबल क्वेसन त होइन, तर सोध्यो भने पनि मिलाएर डेभलपमेन्टल माइलस्टोनको कुराहरू पनि इन्क्लुड गरेर एक्सप्लेन गर्न सकिन्छ है। प्राय डेभलपमेन्टल टास्कै सोध्न सक्छ नि, ग्रस मोटर डेभलपमेन्ट, फाइन मोटर डेभलपमेन्ट अथवा डेभलपमेन्टल माइलस्टोन अफ इन्फेन्सी भनेर सोध्न सक्छ है, सोधिहाल्यो भने पनि लङ क्वेसनमा। नत्र एमसिक्युजको लागि त हामी रेडी छँदैछौँ। ल, डेभलपमेन्टल टास्क अफ अ टोडलरमा भनेको टोडलरले चाहिँ के गर्छ भन्दाखेरि सेपरेसन फ्रम मदर पेरेन्ट्सलाई चाहिँ टलरेट गर्न थाल्छ अब होइन। अनि डिलेड ग्राटिफिकेसन है, के कुरा चाहियो भने बच्चा के हुन्छ इन्फेन्सीमा त अब भोक लाग्यो भयो रुइदो भइहाल्यो होइन, डाइपर भिज्यो रोइदो भइहाल्यो भने अलिकति अब उसले आफ्नो निडहरू पनि भन्न थाल्छ टोडलरमा। ग्राटिफिकेसन पनि डिले गर्न सक्ने हुन्छ। बडीली फङ्सन्सलाई कन्ट्रोल गर्न सक्छ, जस्तै टोइलेटिङ भयो होइन। भर्बल मिन्स अफ कम्युनिकेसन युज गर्न थाल्छ, अटोनोमस फिल गर्न थाल्छ होइन, while overcoming on sense of doubt and shame है। अनि डेभलपमेन्टल टास्क अफ प्री स्कुलमा भनेको सेटल इन्टु द हेल्पफुल डेली रुटिन, इटिङ रेस्टिङको कुरा भयो होइन। अनि अन्डरस्ट्यान्डिङ द मिनिङ अफ लाइफ, सेल्फ आफ्नो मिनिङ, लाइफको मिनिङ, वर्ल्डको मिनिङ होइन, इथिकल रिलिजियस आइडियाजहरू बुझ्न थाल्छ उसले। एप्रोप्रिएट सेक्स रोल क्यारी गर्न खोज्छ। स्कुलास्टिक लर्निङ है, स्कुलमा गएर लर्न गर्न सिक्छ। अनि भेराइटी अफ एक्सप्रेसन गर्न सक्छ, रिसाउने, खुसी हुने होइन, सबै एक्सप्रेसनहरू दिन सक्छ। अनि उसलाई चित्त नबुझेको कुरालाई हेल्पफुल्ली एक्सप्रेस पनि गर्न सक्छ, इफेक्टिभली कम्युनिकेट गर्न सक्छ। स्कुल एजमा त्यही कुरा हो, गेम्सहरू खेल्ने, पोजिटिभ एटिट्युड डेभलप गर्ने होइन, रिडिङ राइटिङ क्यालकुलेटिङहरू गर्न सक्ने, मोरालिटी भ्यालुहरू डेभलप गर्ने, पर्सनल इन्डिपेन्डेन्ट हुने होइन। अनि बच्चाले चाहिँ सेभिङहरू पनि गर्न सक्छ स्कुल एजको बच्चाहरूले चाहिँ होइन, फर लेटर सेटिस्फ्याक्सनको लागि। अनि एडोलिसेन्समा भनेको चाहिँ आफ्नो अघि कति चेन्जेसहरू हुन्छ भन्यौँ नि, फिजियोलोजिकल चेन्जेस, सेक्सुअल चेन्जेस, फिजिकल चेन्जेसहरूलाई चाहिँ एक्सेप्ट गर्छ। अक्वर्ड सेपको देखिया हुन्छ एकचोटि इनिसियल फेजमा भन्यौँ, त्यो सबै कुराहरूलाई एक्सेप्ट गरेर चाहिँ अघि बढ्छ होइन, एक्सेप्ट गर्न सिक्छ भनौँ न। भेराइटी अफ फिजिकल स्किल्सहरू सिक्छ उसले। गुड हेल्थ मेन्टेन कसरी गर्ने भन्ने जान्न थाल्छ होइन। एचिभिङ अ सेटिस्फाइङ एन्ड सोसियल्ली एक्सेप्टेड फेमिनाइन एन्ड मास्कुलाइन रोल हुन्छ।
finding self as a member of one or more peer groups, होइन, communication skills with a variety of people including those of the opposite sex, है, communication गर्न सिक्छ। अनि सेलेक्टिङ अकुपेसन इन लाइन विथ इन्ट्रेस्ट एन्ड एबिलिटिज, है, आफ्नो इन्ट्रेस्ट अनुसारको अकुपेसन पनि सेलेक्ट गर्न थाल्छ उसले। पछि गएर के हुने, कसो गर्ने, म केमा राम्रो छु भन्ने कुरा उसले फिल गर्न थाल्छ। इकोनोमिक इन्डिपेन्डेन्स कसरी पाउने, उसले रिलेसनसिपहरू फर्म गर्ने कोसिस गरिरहेको हुन्छ नि त। त्यही भएर उसले म्यारिज, फ्यामिली लाइफ सबै प्लानिङ गर्न थाल्छ यतिखेर। म्याच्योर रिलेसनसिप बनाउने कोसिस गर्छ। अनि सेट अफ भ्यालुज, वर्थी आइडियाजहरू डेभलप गर्छ, इन्टेलेक्चुअल स्किल्सहरू गर्छ। एउटा कुरा अलिकति छुटेछ ल, तपाईँहरूलाई थाहा छ? प्युबर्टीमा, होइन, फिमेलले र मेलले चाहिँ कसरी रियाक्ट गर्छन् प्युबर्टीलाई भनेर अलिकति डिस्कस गरिहालौँ है। भन्नुहोस् त, गर्ल्सले कस्तो रियाक्ट दिन सक्छ प्युबर्टी बिगिन भएपछि? अब्रप्ट चेन्ज हुन्छ नि त। त्यही भएर उनीहरूले पनि त्यो कुरालाई एक्सेप्ट गर्न कसरी सिक्छ होला त, के गर्छन् होला, होइन, उनीहरूले कसरी लिन्छन् त्यो चेन्जेसहरूलाई? फिमेलले कसरी लिन्छ भन्नुहोस् त? कोही नबोल्ने? थाहा भएन? फिमेलको त आफ्नै पर्सनल एक्सपिरियन्स पनि हुन्छ, आइडिया त हुन्छ नि केही न केही। बच्चाले के गर्छ भन्दाखेरि फिमेल चाहिँ मेलभन्दा, होइन, आफ्नो काउन्टर आफ्नै उमेरको मेलभन्दा 2 वर्ष जति अगाडि नै उसको प्युबर्टी अनसेट हुन्छ कि। त्यही भएर ऊ चाहिँ आफूलाई उनीहरूभन्दा ठुलो भएको, होइन, एकदम बडी कन्सियस हुन्छ, होइन। अनि के हुन्छ भन्दाखेरि उसको चाहिँ अब फ्याट डिपोजिसनहरू हुन्छ नि त, त्यसलाई चाहिँ उसले के भन्छ भने ओहो ओबिसिटीको रूपमा हेर्न सक्छ क्या कहिलेकाहीँ। र त्यतिखेर चाहिँ स्ट्रिक्ट डाइटिङहरू गर्ने, फ्याटिस डाइटिङहरू गर्ने हुन्छ, होइन। अनि त्यस्तो गर्यो बच्चाले गर्यो, उनीहरूलाई हामीले एजुकेट गर्नुपर्ने हुन्छ कि नर्मल हो भनेर, होइन। अनि ओबिसिटी होइन भनेर कहिलेकाहीँ कसैले चाहिँ एक्सेसिभ डाइटिङ गरेर चाहिँ उनीहरू चाहिँ इसेन्सियल न्युट्रिएन्ट्सहरू डिप्राइभ हुनसक्छ, मालन्युट्रिसन हुनसक्छ। किनभने यतिखेरको यो टाइममा त उनीहरूलाई अझै बढी एक्स्ट्रा न्युट्रिएन्ट्सहरू, आइरन, क्याल्सियमहरूको आवश्यक हुन्छ। तर उसको चाहिँ ग्रोथ बढी भएकोले गर्दाखेरि काउन्टर पार्ट्स भन्दा छिटो भएकोले गर्दाखेरि चाहिँ उसलाई ओबिसिटी फिल हुनसक्छ कि। कुरा यो बारेमा पनि हामीले एजुकेट गर्नुपर्ने हुन्छ फिमेललाई। भने बोइजहरू चाहिँ 2 इयर्स बिहाइन्ड हुन्छन् फिमेलमा। उनीहरूलाई चाहिँ ओहो म त सानै छु, म सँगसँगैको उमेरको साथीहरू ठुलो भइसक्यो भनेर फिल भएको हुन्छ। अलिकति डिलेड ग्रोथ हुने भएकोले गर्दा जुन ग्रोथ बिगिन हुन्छ नि, प्युबर्टी बिगिनलाई चाहिँ उनीहरूले एकदम वेलकम गर्छन् क्या। उनीहरू खुसी हुन्छन् किनभने उनीहरूलाई चाहिँ त्यो ल्याग भएको फिल गरिरहेका हुन्छन्, होइन। सेकेन्डरी सेक्स क्यारेक्टरिस्टिक्सहरू आउँदाखेरि उनीहरूलाई मास्कुलिन रोल फिल हुन्छ। अनि अलिकति नक्चुरनल एमिसन्सहरूको कुरा, होइन, ले चाहिँ अलिकति इम्ब्यारेस्ड फिल पनि गर्छन् उनीहरूले, है। तपाईँहरूले जानिराख्नुहोस् भनेर भनेको नि। यो इन्टेलेक्चुअल यिनीहरू सबै हामीले सक्यौँ है, डेभलपमेन्टल टास्क अफ एडोलेसेन्स। अब हामी कमन बिहेभियरल प्रब्लम्स हेरौँ। कमन बिहेभियरल प्रब्लम्समा जुवेनाइल डेलिक्वेन्सी, सुसाइड्स, सब्सटेन्स अब्युज, इटिङ डिसअर्डरहरू पर्छ, है। सुसाइड, सब्सटेन्स अब्युज, इटिङ डिसअर्डरहरू हजुरहरूले मेन्टल हेल्थमा पढ्नुहुन्छ। त्यही भएर हामी यहाँ डिस्कस गर्दैनौँ डिटेलमा, मेन्टल हेल्थमा पढाइ हुन्छ। सोसियल प्रब्लम्समा चाइल्ड अब्युज, चाइल्ड म्यारिज, गर्ल्स ट्राफिकिङ, स्ट्रिट चिल्ड्रेनको कुरा हुन्छ। हामी 5 मिनट ब्रेक लियौँ अनि त्यस पछाडि कन्टिन्यू गरौँ है त।
ल सबैजना आउनुभयो, वेलकम ब्याक है। विनिता सोनीजीले भोइस हो म्याम भन्नुभएको छ। हो, सबैजना भोइसमै बोलिरहनु भएको छ, त्यही भएर मेरोमा यहाँ च्याट बक्स हेर्न पनि अलिकति गाह्रो भइरहेछ। भोइसमै बोल्नुभए हुन्छ है। क्वेसनहरू सोद्धाखेरि अरू बेलामा चाहिँ माइक अफै गर्नुभए राम्रो हुन्छ, कहिलेकाहीँ डिस्ट्र्याक्सन हुनसक्छ। मैले क्वेसन सोधेको बेलामा चाहिँ माइक अन गरेर बोल्न सक्नुहुन्छ है हजुरहरूले। ल, स्लाइड देखेको छ? यस म्याम। भोइस क्लियर छ होइन मेरो? छ। ल, लेट्स मुभ अन त्यसो भए। जुवेनाइल डेलिक्वेन्सी भनेको इट इज एन्टी-सोसियल बिहेभियर इन विच अ चाइल्ड or adolescent purposefully and repeatedly does illegal activities. इलिगल हो भन्ने थाहा हुँदै पनि रिपिटेडली गर्ने, पर्पसफुल्ली गर्ने गर्छ होइन। बिलो द एज अफ 18 इयर्समा चाहिँ उसले कुनै मिसकन्डक्टहरू गर्छ भने जुवेनाइल डेलिक्वेन्सी भनेर भनिन्छ। यसको कजेसहरूमा साइकोलोजिकल, सोसियोलोजिकल र फिजिकल पर्छ है। अनि बिहेभियर अफ जुवेनाइल डेलिक्वेन्ट कस्तो हुन्छ त भन्दाखेरि लाइङ, स्टिलिङ, रन अवे फ्रम होम, अनगभर्नेबल बिहेभियर, मिक्सिङ विथ एन्टी सोसियल ग्याङ, डिस्ट्रक्टिभ एटिट्युडहरू हुन्छ कि। यस्तो बच्चाहरू चाहिँ प्रायः अघि कजेसमा हेरेको थियौँ नि हामीले, ब्रोकन होम्सहरू भएको छ भने होइन, अनि पियर इन्फ्लुएन्समा आएर पनि गर्न सक्छ। अनि फिजिकलमा चाहिँ हामीले क्लिनफेल्टर सिन्ड्रोम भएको बच्चाहरूमा चाहिँ बढी देखिन्छ अरे के जुवेनाइल डेलिक्वेन्सी है, किनभने उनीहरूको चाहिँ होल पर्सनालिटी नै डिस्टर्ब भएको हुन्छ अरे, त्यही भएर। र यसको म्यानेजमेन्ट चाहिँ हामीले एकजनाले गरेर हुँदैन, यसलाई चाहिँ टिम अप्रोच चाहिन्छ होइन। फ्यामिली चाहिँ प्राइमेरीली रेस्पोन्सिबल हुन्छ। टिम अप्रोचमा पनि अब त्यस्तो बिहेभियर देखाउँछ भने होइन, प्यारेन्ट चाइल्ड ट्रेनिङ प्रोग्रामहरूमा इन्भल्भ गराउने हो कि, स्कुल बेस्ड प्रोग्राम्सहरू ल्याउने हो कि होइन, लाइफ स्किल ट्रेनिङहरू दिने हो कि, अथवा अब ब्रोकन होम छ अथवा पेरेन्ट्स नै प्रेजेन्ट छैनन् भने अर्फेनेजमा एडमिट गर्नुपर्ने हो कि, त्यो कुराहरू हेर्नुपर्छ है। अनि सोसियल प्रब्लम्समा चाहिँ चाइल्ड अब्युज भनेको चाहिँ डेलिबरेट एक्ट अफ कमिसन, वाइल नेग्लेक्ट रिफर्स टु एक्ट अफ ओमिसन है। भनेको गलत गर्ने बच्चामा, अथवा जुन गर्नुपर्ने कुरा हो, बच्चालाई त के चाहिन्छ, केयर चाहिन्छ, फुड, न्युट्रिसन, स्कुलिङ, एजुकेसन सबै चाहियो नि, हो त्यो कुरा चाहिँ प्रोभाइड नगर्नु चाहिँ अब्युजमा पर्छ है। चाइल्ड अब्युजलाई चाहिँ चाइल्ड माल ट्रिटमेन्ट पनि भनिन्छ। WHO अनुसार चाइल्ड अब्युजलाई चाहिँ हामीले कसरी क्याटेगोराइज गर्न सक्छौँ भन्दा फिजिकल अब्युज, सेक्सुअल अब्युज, इमोसनल अथवा साइकोलोजिकल अब्युज र नेग्लेक्ट भनेको अमिसन है, नगर्ने, उनीहरूको ख्याल नराख्नु पनि अब्युजमै आउँछ भनेर भनिन्छ। अनि चाइल्ड म्यारिज भनेको चाहिँ नेपालको ल अनुसार 20 इयर्सको एजभन्दा कम उमेरमा म्यारिज पर्फर्म गर्यो भने त्यसलाई चाइल्ड म्यारिज भन्छ, इन द केस अफ बोथ द गर्ल एन्ड द बोय है। चाइल्ड म्यारिज इज इलिगल अकर्डिङ टु द ल अफ नेपाल है। लमा बाइन्ड हुन्छ, मान्छेले 20 वर्षको उमेरभन्दा अगाडि नै बिहे भयो भने है, जसले गराउँछ ऊ पनिस्ड हुन्छ। र गर्ल्स ट्राफिकिङ भनेको नि एउटा मेजर प्रब्लम हो, सोसियल क्राइम हो, जसमा चाहिँ इनोसेन्ट गर्ल्सलाई होइन, इलिटरेट गर्ल्सहरूलाई रुरल एरियाजबाट कन्ट्रीभित्रै अथवा ओभरसिज आउटसाइड द कन्ट्री चाहिँ सेल गरिन्छ। के को लागि भन्दा प्रस्टिट्युसन अथवा फर्स्ट लेभलको लागि गरिन्छ। हरेक वर्ष चाहिँ 5,000जना गर्ल्सहरू चाहिँ डिफ्रेन्ट वेबाट चाहिँ नेपालमा ट्राफिकिङ हुँदो रहेछ, गर्ल्स ट्राफिकिङ हुँदो रहेछन् होइन। अनि नेपालमा चाहिँ माइती नेपाल, एबिसी नेपाल, प्रेरणा चिल्ड्रेन्स नेटवर्क ग्रुपहरूले चाहिँ ट्राफिक भएको गर्ल्सहरूलाई रिहेबिलिटेसन प्रोभाइड गर्दा रहेछन्। अनि तपाईँहरूले सुन्नुभएको छ नाम अनुराधा कोइराला भनेर, उहाँ कुन अर्गनाइजेसनको फाउन्डर हो? उहाँले CNN हिरोको अवार्ड पनि पाउनु भएको थियो।
भन्नुहोस् त कुन अर्गनाइजेसनको फाउन्डर हो उहाँ? यही छ एन्सर, यही स्लाइडमै छ हेर्नु त। माइती नेपालको हो ल। माइती नेपालको फाउन्डर हो अनुराधा कोइराला। उहाँले CNN हिरो 2010 पाउनु भएको थियो। मदर टेरिसा अफ नेपाल पनि भनिन्छ उहाँलाई है। भने पुष्पा बस्नेतले पनि CNN हिरो 2012 पाउनु भएको थियो। उहाँ अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर र बटरफ्लाई होमको फाउन्डर हो उहाँ चाहिँ है। ल अब कमन हेल्थ प्रब्लम्स ड्युरिङ एडोलेसेन्सहरू के हुँदो रहेछन् हेरौँ है त। इन्फेक्सियस मोनोन्युक्लियोसिस, यसको कजेटिभ एजेन्ट सोध्छ क्या इन्फेक्सियस मोनोन्युक्लियोसिसको चाहिँ। इप्स्टेन बार भाइरस भनेर किसिङ डिजिज पनि भन्छ यसलाई। ओबिसिटी, एम्नोरिया, डिस्मेनोरिया, एक्ने, एसटिआइजहरू भयो है। ल इन्फेक्सियस मोनोन्युक्लियोसिस भनेको जस्तै सेल्फ लिमिटिङ हुन्छ, इप्स्टेन बार भाइरसले गर्दा हुन्छ, ओरल सेक्रेसनको थ्रुबाट डाइरेक्ट इन्टिमेट कन्ट्याक्टबाट ट्रान्समिट हुन्छ। किसिङ डिजिज पनि भनिन्छ। यसको इन्क्युबेसन पिरियड 4 to 6 विक्स हो है। 1 महिनादेखि 1.5 महिनासम्म हुँदो रहेछ इन्क्युबेसन पिरियड चाहिँ। यङ्गर देन 25 इयर्स अफ एजमा चाहिँ मोस्ट कमन हुन्छ। अब ओबिसिटी भनेको चाहिँ एकुमुलेसन अफ एक्सेस फ्याट इन द सबक्युटेनियस टिस्यु एन्ड अदर पार्ट्स अफ द बडी है। एक्सेसिभ फ्याट चाहिँ एकुमुलेट हुनु हो। BMI इज द मोस्ट युजफुल इन्डेक्स फर स्क्रिनिङ अ पपुलेसन अफ यङ चिल्ड्रेन एन्ड एडोलेसेन्ट फर ओबिसिटी। ओबिसिटी भएको छ कि छैन भनेर कसरी थाहा पाउने भन्दा BMI हेरेर थाहा पाउने। एबोभ 30 भयो भने, BMI एबोभ 30 छ भने चाहिँ ओबिस भयो चाइल्ड भन्ने बुझ्न पर्यो। भने 25 to 30 पनि ओभरवेट मानिन्छ। नर्मल BMI चाहिँ 18 to 25 हुन्छ है। बिलो 18 भयो भने फेरि अन्डरवेट मालन्युरिस्ड बच्चा भयो है। ल अब एम्नोरिया भनेको चाहिँ एब्सेन्स अफ मेन्स्ट्रुअल पिरियड। एम्नोरिया इज डिभाइडेड इन्टु 2 क्याटेगोरिज। 2टा क्याटेगोरीमा डिभाइड भएको हुन्छ। एउटा प्राइमरी, अर्को सेकेन्डरी। प्राइमरी भनेको चाहिँ कहिले पनि पिरियडै स्टार्ट नहुने कि, नट स्टार्टेड बाई 16 इयर्स अफ एज। अरू सेक्सुअल क्यारेक्टरिस्टिक्स चाहिँ डेभलप भयो, पिरियड चाहिँ स्टार्ट भएन। अथवा नो मिनार्की आफ्टर 4 इयर्स अफ थेलार्की चाहिँ प्राइमरी एम्नोरिया भयो भने, सेकेन्डरी एम्नोरिया भनेको पिरियड स्टार्ट भएको थियो तर स्टप भयो फर अबाउट 6 months अथवा एटलिस्ट 3 साइकल्स अफ मेन्स्ट्रुएसन वाज प्रिभियसली इस्टाब्लिस भयो भने सेकेन्डरी एम्नोरिया भनिन्छ। भने डिस्मेनोरिया भनेको चाहिँ यो चाहिँ एउटा डिस्कम्फर्ट हो कि पेनफुल मेन्स्ट्रुअल पिरियडलाई डिस्मेनोरिया भनिन्छ। यो चाहिँ सिम्पटम हो रादर देन डिजिज होइन। के हुन्छ भन्दाखेरि क्यारेक्टराइज बाई डिस्कम्फर्ट ड्युरिङ द मेन्स्ट्रुअल पिरियड होइन। क्राम्पिङ्सहरू हुन्छ, पेनफुल क्राम्पिङहरू हुन्छ, नाउजिया, भमिटिङ, डाइरिया पनि हुन्छ कसैलाई है। सेक्सुअल STI, सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन इन एडोलेसेन्स। STIs भनेको चाहिँ जेनरली एक्वायर्ड बाई सेक्सुअल कन्ट्याक्ट है। Organisms that cause sexual STIs may pass from person to person in bloodstream, semen, vaginal and other bodily fluids है। 50% of STI चाहिँ कहिले देखिन्छ भन्दा 15 to 24 years of एजमा देखिन्छ। के हुन सक्छ त एसटिआइजहरू? कमन एसटिआइजहरू के हुन् ल भन्नुहोस् त? के थाहा छ तपाईँहरूलाई? सिफिलिस, गोनोरिया, क्लामाइडिया, क्लामिडिया, ट्राइकोमोनियासिस, हर्पेक्स सिम्प्लेक्स, भजाइनालिस। भेरी गुड है। यिनीहरू देखिन सक्छ। एचपिभी भाइरस पनि एउटा खालको एसटिआई नै हो। एचपिभीको त अहिले भ्याक्सिनेसन पनि हुन्छ है, विच कज क्यान्सर। ल कमन बिहेभियरल प्रब्लम्सहरू अब यो चाहिँ एज अ होल है सबै चिल्ड्रेनहरूमा चाहिँ के बिहेभियरल प्रब्लम्स देखिन सक्छ भन्दा थम सकिङ हुनसक्छ, जुन चाहिँ 4 इयर्ससम्म नर्मल मानिन्छ। यसको पिक चाहिँ 18 to 20 monthsमा हुन्छ, बिस्तारै रिड्युस हुँदै जान्छ थम सकिङ होइन। इमोसनल स्ट्रेस भयो, बच्चालाई कुनै एन्जाइटी भयो, हस्पिटलाइज भयो भने चाहिँ थम सकिङ देखिन थाल्छ होइन।
मस्ट प्रिभ्यालेन्ट इन हङ्ग्री, टायर्ड अर फिलिङ इन्सेक्योर भयो भने चाहिँ मस्ट कमनली देखिन्छ। यसको ट्रिटमेन्ट चाहिँ 4 इयर्सभन्दा बढी रहिरह्यो भने चाहिँ हामीले केले स्ट्रेस गराएको छ त्यो स्ट्रेसहरूलाई म्यानेज गर्ने, रिइन्फोर्स गर्ने र फिजिकल ब्यारियर्स लगाइदिने के हातमा केही कुराले बाँधिदिने हो कि होइन, ग्लोभ्स लगाइदिने हो कि हो, त्यसरी चाहिँ हामीले ट्रिट गर्न सक्छौँ भनेर भनिन्छ। सेपरेसन एन्जाइटीमा भनेको 6 to 8 मन्थ्समा चाहिँ यो बिगिन हुन्छ होइन। डेभलप सेन्स अफ अब्जेक्ट पर्मानेन्सको सेन्स डेभलप भएपछि अब सेपरेसन एन्जाइटी हुन्छ होइन। भने डिसएपियर कहिले हुन्छ? 24 to 30 मन्थ्समा डिसएपियर हुन्छ। कसरी सेपरेसन एन्जाइटीलाई कसरी म्यानेज गर्ने भन्दाखेरि प्र्याक्टिस सेपरेसन प्र्याक्टिस गर्ने के कसरी गर्ने भन्दाखेरि अब जस्तै कतै जाने बेलामा गुड बाई भन्ने होइन। अनि त्यस पछाडि फ्यामिलियर सराउन्डिङ के सबैजनाले छुट्टी छोडेर जाने होइन। एक जस्तै मदर कतै जानु छ भने फादरसँगै बस्ने होइन। प्राइमेरी केयर गिभर चाहिँ कन्सिस्टेन्ट हुने अनि उनीहरूलाई कहिले फर्केर आउने कुरा पनि होइन धेरै टाइम होइन थोरै टाइमको लागि छोड्ने सुरुमा अनि बिस्तारै बिस्तारै इलङ्गेट गर्दै जाने टाइम ड्युरेसन हो। त्यसरी चाहिँ सेपरेसन एन्जाइटी चाहिँ सेपरेसन चाहिँ प्र्याक्टिस गर्न सकिन्छ भने। सिब्लिङ राइभलरी भनेको चाहिँ नेचुरल जेलस एन्ड रिसेन्टमेन्ट अफ चिल्ड्रेन वेन प्यारेन्ट्स टर्न देयर अटेन्सन फ्रम देम टु द सिब्लिङ्स होइन। सिब्लिङ्सतिर अटेन्सन दिँदाखेरि उनीहरूमा चाहिँ जेलसी र रिसेन्टमेन्टको फिलिङ आउँछ हो, त्यसलाई नि सिब्लिङ राइभलरी भनिन्छ। टोडलर्स यसलाई मिनिमाइज गर्न के गर्न सकिन्छ भने टोडलरको रुटिनलाई चाहिँ पहिला जस्तै राख्ने के नर्मल राख्ने, धेरै चेन्जेसहरू नल्याउने, रियलिस्टिक सिचुएसनको बारेमा उसलाई एक्सप्लेन गराउने, अगाडिदेखि नै उसलाई प्रिपेयर्ड बनाउने होइन। न्यु कमर चाहिँ स्मल हुन्छ, डिपेन्डेन्ट हुन्छ र कम्पेयर नगर्ने के भर्खर जन्मेको अरू बच्चाहरूसँग अथवा आफ्नो सिब्लिङसँग कम्पेयर नगरिदिने बच्चालाई, त्यसरी म्यानेज गर्न सकिन्छ। भनेपछि टेम्पर ट्यान्ट्रमको बारेमा अघि पनि डिस्कस गरेको थियौँ हामी। आउटवर्ड एक्सप्लोसिभ रियाक्सन टु इनवर्ड फ्रस्ट्रेटिङ सिचुएसन हो होइन। बिहेभियर सोन वेन दे क्यानट एक्सप्रेस देयर अटोनोमी वेन द इन्भाइरोमेन्ट इज स्ट्रेसफुल होइन। उनीहरूले आफ्नो अटोनोमी देखाउन सक्दैनन्, इन्भाइरोमेन्ट स्ट्रेसफुल छ भने चाहिँ यो देखिन्छ 2 to 3 इयर्समा। कमन हुन्छ, बिगिन कहिले हुन्छ? 15 मन्थ्समा। इगोसेन्ट्रिजम, टेम्पर ट्यान्ट्रम, नेगेटिभिजम बिगिन हुन्छ भनेर अघि हामीले डिस्कस गरेका थियौँ। अनि त्यसमा के गर्ने, कसरी म्यानेज गर्ने भन्दाखेरि बिहेभियरलाई इग्नोर गर्ने तर उसको सेफ्टी पनि याद गर्ने, नन इन्जुरियस इन्भाइरोमेन्ट हुनु पर्यो र पोजिटिभ बिहेभियरलाई चाहिँ प्रेज गरेर चाहिँ हामीले टेम्पर ट्यान्ट्रमलाई रिड्युस गर्न सक्छौँ भने। रिग्रेसनमा गोइङ ब्याक फ्रम प्रेजेन्ट लेभल अफ फङ्सनिङ टु प्रिभियस है भन्नाले अहिले उसले धेरै कुरा डेभलप गरिसकेको थियो, टोइलेट ट्रेनिङ गरिवरी बाउल ब्ल्याडर कन्ट्रोल गर्न थालेको थियो, फेरि डाइपरमै अथवा बेडमै युरिन पास गर्न थाल्यो, स्टुल पास गर्न थाल्यो है, पहिलाको बिहेभियरमा चेन्ज हुन थाल्यो भने त्यसलाई रिग्रेसन भनिन्छ। अरू इक्जाम्पल्सहरू पनि हुनसक्छ। यो किन हुन्छ भन्दाखेरि एनी थ्रेट टु देयर अटोनोमी, उनीहरूको अटोनोमीमा थ्रेट आयो जस्तै इलनेस, हस्पिटलाइजेसन, सेपरेसन फ्रम प्यारेन्ट्सहरू भयो भने, रुटिन डिस्टर्ब भयो भने, नयाँ सिब्लिङ राइभलरी भयो है, नयाँ सिब्लिङसँग एडजस्ट गर्नु पर्यो भने रिग्रेसनको बिहेभियरहरू देख्न सकिन्छ। त्यसलाई पनि कसरी म्यानेज गर्ने भन्दा इग्नोर गर्ने, एक्जिस्टिङ प्याटर्न अफ एप्रोप्रिएट बिहेभियरलाई प्रेज गर्ने अनि यो रिग्रेसनमा गएको बेलामा नयाँ कुराहरू इन्ट्रोड्युस नगराउने के, नयाँ लर्निङहरू सिकाउन कोसिस नगर्ने, किनभने त्यसले अझ एडिसनल क्राइसिस थप्छ बच्चामा। र अर्को प्रब्लम छ बेड वेटिङ। बेड वेटिङ भनेको इन्टेन्सनल अर इन्भलन्टरी है। इन्टेन्सनल पनि हुनसक्छ, नन इन्टेन्सनल अथवा इन्भलन्टरी पनि हुनसक्छ। पासेस अफ युरिन ड्युरिङ डे अर नाइट, मोस्ट कमनली चाहिँ नक्चुर्नल हुन्छ। इन इनएप्रोप्रिएट प्लेसेस एटलिस्ट ट्वाइस अ विक फर एटलिस्ट 3 मन्थ्स है। 3 महिनासम्म हप्तामा 2 चोटि इनएप्रोप्रिएट प्लेसमा दिउँसो अथवा राति, युजली चाहिँ रातिको टाइममा चाहिँ इन्टेन्सनल्ली अर अनइन्टेन्सनल्ली अर इन्भलन्टरीले युरिन पास गर्छ भने होइन आफ्टर 5th इयर अफ लाइफ चाहिँ
एन्युरेसिस भनिन्छ अथवा बेड वेटिङ भनिन्छ। मोस्ट कमन चाहिँ बोइजमा देखिन्छ। एउटा प्राइमेरी हुन्छ, एउटा सेकेन्डरी। प्राइमेरी भनेको कहिले पनि उसले भलन्टरी ब्ल्याडर कन्ट्रोल एचिभै गर्न सकेन भने। सेकेन्डरी एन्युरेसिस भनेको चाहिँ वेटिङ आफ्टर अ पिरियड अफ इस्टाब्लिस भलन्टरी ब्ल्याडर कन्ट्रोल। एकचोटि ब्ल्याडर कन्ट्रोल इस्टाब्लिस भइसक्यो, त्यस पछाडि चाहिँ फेरि बेड वेटिङ सुरु भयो, एन्युरेसिस सुरु भयो भने चाहिँ सेकेन्डरी एन्युरेसिस भनिन्छ। अब नन फार्माकोलोजिकलमा चाहिँ कसरी ट्रिट गर्न सकिन्छ भनेर भन्दाखेरि बिहेभियरल मोडिफिकेसन थ्रु रेस्ट्रिक्टिङ लिक्विड स्टार्टिङ सेभरल आवर्स बिफोर बेड टाइम। बेड टाइमभन्दा घन्टौँ अगाडिदेखि होइन, बेलुका 6 बजे अथवा 7 बजेदेखि एकैछिन ल। नन फार्माकोलोजिकलमा एन्युरेसिस कसरी म्यानेज गर्ने भन्दाखेरि बेलुका 6 बजे अथवा 7 बजेदेखि चाहिँ लिक्विड नदिने होइन, भइसके। अनि इन्करेज टु भोइड बिफोर बेड टाइम। बेड टाइमभन्दा अगाडि भोइडिङ गराउने। ड्राई नाइट्सलाई पोजिटिभली रिइन्फोर्स गराउने। अनि ब्ल्याडर स्ट्रेन्थनिङ एक्सर्साइजहरू, अलार्म सिस्टमहरू युज गर्न सकिन्छ है। किगल्स एक्सर्साइजहरू गराउन सकिन्छ बच्चालाई पनि। अनि अलार्महरू राख्ने के पिसाब अलार्म सिस्टमहरू नेपालमा त मैले खासै देखेको छैन। खास विदेशमा पनि मैले देखाएको चाहिँ होइन, तर उतातिर चाहिँ एभाइलेबल हुन्छ अरे होइन। उसले अलिकति डाइपरमा राखिन्छ, अनि अलिकति युरिनले भिज्यो अथवा सेन्सेसन आयो भने चाहिँ अलार्म बज्छ अरे के। अनि के भएको होला है, म अघिदेखि ड्रइङ गरेकै छु। फार्माकोलोजिकलमा चाहिँ ट्राइसाइक्लिक एन्टी डिप्रेसेन्ट्सहरू दिन सकिन्छ, जस्तै इमिप्रामिन, डेस्मोप्रेसिनहरू दिएर चाहिँ एन्युरेसिसलाई चाहिँ ट्रिट गर्न सकिन्छ है। र स्कुल फोबिया भनेको चाहिँ बच्चा स्कुल जान नमान्ने, डराउने। यसको चाहिँ के कारणले स्कुल फोबिया भएको हो, त्यो कजलाई चाहिँ हामीले रुल आउट गर्नुपर्ने हुन्छ। र यसको ट्रिटमेन्टमा भने चाहिँ इमिडिएटली रिटर्न गरिदिने बच्चालाई है। जति लङ्गर टाइमसम्म उनीहरूलाई घरमा बस्न छोडिदियो होइन, जति पर्मिट गर्यो स्कुल नजान, त्यति चाहिँ उनीहरूलाई फेरि ब्याक स्कुल पठाउन गाह्रो हुन्छ। त्यही भएर इमिडिएट रिटर्न गर्ने हो यसको मेन ट्रिटमेन्ट भनेकै। अनि एडिएचडी है, एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डरमा बिफोर द एज अफ 7 3वटा क्यारेक्टर देखिन्छ। इन एटेन्सन, हाइपर एक्टिभिटी र इम्पल्सिभिटी। हामीले HII को फर्मुला याद छ कि छैन तपाईँहरूलाई? अगाडि पढ्नु भएको थियो कि थिएन है नर्सिङ स्कुलमा? HII है, हाइपर एक्टिभिटी, इन एटेन्सन र इम्पल्सिभिटी हुन्छ है एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डरमा होइन। अनि त्यस पछाडि यो चाहिँ एटलिस्ट 6 मन्थसम्म मेनिफेस्टेड हुनु पर्यो यो 3टा क्यारेक्टरिस्टिक्स। तर कुनै पनि अरू प्रब्लम है, जस्तै सिजोफेनिया, अफेक्टिभ डिसअर्डर र मेन्टल रिटार्डेसन चाहिँ हुनु भएन। हो त्यो भयो भने हामीले एडिएचडी भन्न सक्छौँ। ल अब अलिकति छ लर्निङ डिसेबिलिटिज हेरिहालौँ। 2टा स्लाइड बाँकी होला अब है। लर्निङ डिसेबिलिटिजमा भनेको इट रिफर्स टु अ ग्रुप अफ डिसअर्डर अफेक्ट ब्रोड रेन्ज अफ एकाडेमिक र फङ्सनल स्किल्स इन्क्लुडिङ स्पिकिङ, लिसनिङ, रिडिङ, राइटिङ, स्पेलिङ, रिजनिङ र अर्गनाइजिङ इन्फर्मेसन है। यो चाहिँ ब्रोड लर्निङ डिसेबिलिटी भनेको चाहिँ एउटा ब्रोड टर्म हो। र मोस्ट कमन लर्निङ डिसेबिलिटी भनेको चाहिँ रिडिङ डिसेबिलिटी अथवा यहाँ लेखेको छ डिस्लेक्सिया हो होइन। 70 to 80% लर्निङ डिसेबिलिटी भएको चिल्ड्रेनमा चाहिँ डिस्लेक्सिया देखिन्छ अरे क्या। अनि रिडिङ डिसेबिलिटी भनेको चाहिँ ब्रेन डिसेबिलिटी टु ट्रान्सलेट रिटन इमेजेस रिसिभ फ्रम द आइज इन्टु मिनिङफुल ल्याङ्ग्वेज। मिनिङफुल ल्याङ्ग्वेजमा उसले कन्भर्ट गर्न सक्दैन होइन। यही कुरा भयो। यसलाई चाहिँ डिस्लेक्सिया भनिन्छ रिडिङ डिसेबिलिटीलाई। यो चाहिँ मोस्ट कमन हुन्छ भने
राइटिङ डिसेबिलिटीलाई चाहिँ डिस्ग्राफिया पनि भनिन्छ होइन, डिफिकल्ट टु एक्सप्रेस थट इन राइटिङ अथवा ग्राफिङ, त्यही भएर डिस्ग्राफिया भनिन्छ। अनि म्याथ डिसेबिलिटीलाई चाहिँ डिस्क्याल्कुलिया भनिन्छ। आजलाई यति नै गरौँ। ल मेरो आज प्लान पनि यति नै थियो। आज हामीले के डिस्कस गऱ्यौँ ल सर भन्नुहोस् त, के को बारेमा डिस्कस गऱ्यौँ होला? बुझिँदै छ नि है क्लास? कोही बोल्नुहुन्न, निदाइसक्नु भयो जस्तो छ। अलि एकछिन ननिदाउनु अब 5-10 मिनट है। आज क्लास पनि ढिलो ढिलै स्टार्ट भएको थियो। एकदम बोरिङ भयो। नो म्याम बुझिरहेछ है। अलिकति रिकल हुँदैछ होला। पढ्न त तपाईँहरू सबैजनाले है नर्सिङ कलेजमै पढिसक्नु भएकै कुराहरू हुन्। रिकल हुँदैछ है। ल अब क्वेसन हेरौँ न त। पहिला रिभाइज गरौँ न, आज के पढ्नु भएछ ल भन्नु त सर टपिक मात्रै भन्नुहोस् त। तपाईँहरूले आज के डिस्कस गर्नुभयो, के पढ्यौँ म्याम। अनि त्यसपछि हजुर माइलस्टोनहरू पढ्यौँ। अनि ग्रोथ स्पट, प्युबर्टी हैन, हजुर अनि डेभलपमेन्टल टास्कहरू हेर्यौँ। अनि बिहेभियरल प्रब्लमहरू हेर्यौँ। हजुर जुभेनाइल डेलिक्वेन्सी, सोसियल प्रब्लमहरू हैन, गर्ल्स ट्राफिकिङहरू। ल मदर टेरेसा अफ नेपाल कसलाई भनिँदो रहेछ ल भन्नुहोस् त। के अरे हजुर अनुराधा कोइराला। अनुराधा कोइराला हैन, उहाँले चाहिँ CNN हिरो 2010 पाउनु भएको थियो। ल अब हामी क्वेसन प्र्याक्टिस गरौँ है त। यो त होइन रहेछ, कहाँ छ? ल यहाँनिर छ। अब यसलाई अलिकति देखेको छ यहाँ? यो डकुमेन्ट हो, गुगल डक हो। छैन? छ भन्नुभयो कि छैन भन्नुभयो? छैन। अब कसरी देखाउने होला त, हेरौँ है त। शेयर ल अब देखियो? यस म्याम। ग्रेड 3 है। अब मैले च्याट बक्स हेर्न मिल्ने छैन त के गर्ने होला? बक्सलाई बाहिर निकाल्नु नमिल्ने। ल भोइस उनी के अरे माइकै अन गरेर एन्सरहरू भन्नुहोस् ल। उहाँले दुर्गाजीले लेखिसक्नु भयो एन्सर। अब मैले यो चाट बक्सको हेर्न मिल्दैन, त्यही भएर के भन्छ माइकै अन गर्नुहोस् है। 5 years ma'am, 5 years. 5 years सबैलाई थाहा भइसक्यो। एकैछिन ल। हाम्रो यो सेट 3 हैन, सेट 1 र 2 हामीले कम्प्लिट गरिसकेको थियौँ है। चाइल्ड ड्रज ट्रायङ्गल एट वाट एज भनेर भन्दाखेरि 5 इयर्समा है। 3 इयर्समा त के हुन्छ, सर्कल र क्रस लाइन मात्रै ड्र गर्न सक्छ नि त बच्चाले। हाइलाइट पनि गरौँ, नेक्स्ट टाइमलाई सजिलो हुन्छ। ल विच अफ द माइलस्टोन डेभलप्स फर्स्टमा कुन डेभलप हुन्छ भन्नुहोस् त? इनर ग्राफ्स मैम। हजुर Grapes. पिन्चर ग्राफ्स कसरी हुन्छ त? पिन्चर ग्राफ्स कहिले डेभलप हुन्छ? इम्याच्योर 9 मन्थ्समा, म्याच्योर 12 मन्थ्समा हैन। पाल्मर ग्राफ्स छ अगाडि, पनि रिफ्लेक्सिभ।
भनेपछि क्रिपिङ र क्रलिङ हामीले डिस्कस गरेका थिएनौँ। 9 to 10 मन्थ्समा यो नोटमा चाहिँ छ 9 to 10 मन्थ्समा डेभलप हुन्छ। मिररले है मिररलाई हेरेर स्माइल गर्ने कहिले हुन्छ? 6 month 6 मन्थ्स होइन? त्यही भएर कुन चाहिँ फर्स्टमा डेभलप हुने रहेछ 4टा मध्ये? मिरर प्ले भयो। मिरर प्लेन middle भयो play है। क्रिपिङ क्रलिङ 9 to 10 मन्थ्स, पिन्चर ग्रास इम्याच्योर 9 मन्थ्स, म्याच्योर 12 मन्थ्स है। नबिर्सिने। अ चाइल्ड इज एबल टु से सर्ट सेन्टेन्सेस अफ 6 वर्ड्स। अब 6 वर्ड्सको सेन्टेन्स कहिले भन्न सक्छ बच्चाले? 6 याद गर्नुहोस् त। अघि हामीले के डिस्कस गरेको छौँ? 2 वर्षमा 2 to 3 वर्ड्स, 3 इयर्स अफ एजमा 4 वर्ड्स, 4 इयर्स अफ एजमा 6 वर्ड्स र 5 इयर्स अफ एजमा 10 वर्ड्सको सेन्टेन्स भन्न सक्छ। त्यही भएर यसको राइट एन्सर के भयो? 4 भयो। 4 years. 4 इयर्स 4 भयो है। 4 इयर्समा 6 वर्ड्स। ल अब एकचोटि सर डेभलपमेन्टल माइलस्टोन आज रिभाइज गर्नुहोस् अनि याद हुन्छ। अ न्युनेट इज एबल टु के गर्न सक्छ? फिक्स हिज गेज एट अ अब्जेक्ट 8 to 12 inches apart, फोकस अन ब्राइट अब्जेक्ट, लिफ्ट हिज हेड एन्ड चेस्ट अन एल्बो, रोल फ्रम साइड टु साइड। के गर्न सक्छ? Focus on a bright object. अन अ ब्राइट अब्जेक्ट हो। सबैजनाको एन्सर त्यही हो। यस म्याम। यस हो। ल म एक्सप्लेन गर्छु है। रोल फ्रम साइड टु साइड कहिले हुन्छ बच्चा? 4 मन्थ्समा भनेर अघि हामीले डेभलपमेन्टल माइलस्टोनमा डिस्कस गऱ्यौँ। न्युनेटमा पोसिबल छैन। लिफ्ट हिज हेड एन्ड चेस्ट अन एल्बो भनेको 3 मन्थ्समा भनेर हामीले डिस्कस गरेको थियौँ। यो पनि पोसिबल भएन न्युनेटमा। अब फोकस अन ब्राइट अब्जेक्ट भन्नुभयो है बच्चाले। हामीले न्युनेटको क्यारेक्टरिस्टिक्समा न्युबर्नको क्यारेक्टरिस्टिक्समा के डिस्कस गरेको थियौँ भन्दाखेरि बच्चाले चाहिँ 8 to 12 इन्चेसको सम्मको मात्रै फेसेसहरू अब्जेक्टहरू क्लियरली देख्छ होइन। त्यहाँदेखि उता ब्लरी भिजन हुन्छ भनेर डिस्कस गरेको थियौँ कि थिएनौँ अस्ति क्यारेक्टरिस्टिक्स अफ न्युबर्नमा। अब कुनै ब्राइट अब्जेक्ट चाहिँ तपाईँको 20 इन्चेसमा छ अथवा 5-10 मिटर्स अपार्ट छ भने उसले त्यो देख्दो रहेछ त? ब्लरी हुन्छ, देख्दैन नि त। कसरी फोकस गर्नु उसले? फोकस गर्न त उसले 3 मन्थ्सदेखि बल्ल सक्छ है। त्यही भएर 8 to 12 इन्चेस अपार्टमा भएको सब्जेक्टलाई स्पेसल्ली मदरले आममा लिँदाखेरि मदरको फेसलाई चाहिँ उसले हेर्न सक्छ, गेज गर्न सक्छ है। अनि गेज चाहिँ हो भनेर कसरी थाहा पाउने भन्दा हामीले डल्स आई डिस्कस गरेका थियौँ नि। एकतिर हेरेको छ भने बच्चालाई यस्तो पोजिसन चेन्ज गर्दाखेरि चाहिँ उसको आई ल्याग हुन्छ भनेर। त्यही भएर उसले बच्चाले चाहिँ 8 to 12 इन्च अपार्टमा भएको अब्जेक्टलाई चाहिँ फिक्स गर्न सक्छ क्या, गेज गर्न सक्छ क्या त्यहाँनेरि। त्यही भएर राइट एन्सर चाहिँ ए हो है। अब नझुक्किनु है। ब्राइट अब्जेक्टमा फोकस गर्न सक्दैन 1 इयर्स 1 न्युनेटले। किनभने टाढा छ ब्राइट अब्जेक्ट भन्ने सक्यो त फोकस गर्न सकेन नि त। उसले त यति नजिकैको कुरा मात्रै हेर्छ। लाइटहरू हामीले जस्तै अप्थाल्मोस्कोपले रेड रिफ्लेक्सहरू चेक गर्दा पनि उसले त्यो लाइटतिर फोकस गरेको हुँदैन, गेज गरे के भन्छ फोकस गर्न सकेको हुँदैन भने ब्राइट लाइट कताबाट आयो त्यता फोकस गर्छ त? गर्दैन। बिस्तारै डेभलप हुन्छ, 2 to 3 मन्थ्समा डेभलप हुन्छ। गर्नै नसक्ने चाहिँ होइन। तर न्युनेटमा चाहिँ उसले चाहिँ 8 to 12 इन्चेस अपार्टमा अब तपाईँले यति नै डिस्टेन्समा लाइटको सोर्स राख्नुभयो भने चाहिँ गेज गर्न सक्छ है। यो अलिकति कन्फ्लिक्टिङ नै छ होइन। तर हाम्रो राइट एन्सर चाहिँ 8 to 12 इन्चेस अपार्टकै कुरामा गेज गर्ने हुन्छ है। क्लियर भयो? यस म्याम। ओके। द प्राइमेरी डेन्टिसन बिगिन्स टु सो टिथ इरप्सन बाई 5 नम्बरको एन्सर के हुन्छ? 6 month 6 months. भेरी गुड। 6 to 7 मन्थ्समा 2 लोवर सेन्ट्रल इन्सिजर्स चाहिँ इरप्ट हुन्छ होइन फर द फर्स्ट टाइम। ल अनि एट वाट एज डु फर्स्ट पर्मानेन्ट टिथ एपियर?
6 years. 6 6 years. years. 6 yearsमा कुन टिथ एपियर हुन्छ? सम्झिनुहुन्छ? मोलर होइन, फर्स्ट मोलार चाहिँ एपियर हुन्छ। 7 नम्बरको क्वेसनको एन्सर पनि भइहाल्यो है, त्यही हो क्वेसन। फर्स्ट पर्मानेन्ट टिथ एपियर कुन हो भन्दा मोलार है। सिंगल बेस्ड एन्ड सेन्सिटिभ प्यारामिटर फर असेसमेन्ट अफ फिजिकल ग्रोथ के हो? Weight. Weight. वेट हो है, भेरी गुड। वेटले त इमिडिएट न्युट्रिसनको स्ट्याटस देखाउँछ नि त। हाइट भनेको चाहिँ पास्टमा होइन, पास्टमा चाहिँ उसको न्युट्रिसनल स्ट्याटस राम्रो थिएन भने बच्चा स्टन्टेड हुनसक्छ। एमयुएससीले पनि के भन्छ फिजिकल ग्रोथ अथवा न्युट्रिसनल स्ट्याटस त मेजर गर्छ, तर बेस्ट प्यारामिटर भनेको वेट हो है। ल अब डिलेड डेन्टिसन इज सिन इन, यो हामीले डिस्कस गरेका छैनौँ, तर सबैलाई आउने एन्सर हो यो। के होला? के होला यसको एन्सर? All of the अल अफ द एबभ होइन। भिटामिन डी को कमीले, क्याल्सियमको कमीले डिलेड डेन्टिसन हुन्छ होइन। अनि डाउन सिन्ड्रोममा अब सिन्ड्रोमिक प्रब्लमहरू हुन्छ, अब होल बडीमै बडी नै कै ग्रोथ चाहिँ स्लो हुन्छ डाउन सिन्ड्रोममा। सिन्ड्रोमिक बेबीमा हाइपोथाइरोइडिजममा पनि ग्रोथ हर्मोनमै असर हुने भएकोले गर्दाखेरि डेन्टिसन पनि डिलेड हुन्छ। रिकेट्समा त हुने भइ नै हाल्यो है। अब डिजिजहरू हामी पछि डिस्कस गर्छौँ। पेरिनेटल भनेको के हो? भन्नुहोस् त 10 नम्बरको एन्सर के होला? हजुर, ऑप्शन सी। अप्सन सी इज द राइट एन्सर होइन। 28th विक अफ जेस्टेसनदेखि लिएर 7 डेज अफ बर्थसम्म चाहिँ पेरिनेटल भनिन्छ। द मोस्ट कमन लर्निङ डिसेबिलिटी के होला? अघि भर्खर डिस्कस गरेको थियौँ हामीले। ऑप्शन सी। अप्सन सी या होइन। रिडिङ डिसेबिलिटी चाहिँ मोस्ट कमन लर्निङ डिसेबिलिटी हो है। डिस्ग्राफिया भनेको सरी के भने मैले? डिस्लेक्सिया, डिफिकल्टी रिडिङ। डिस्ग्राफिया भनेको राइटिङ डिफिकल्टी। डिस्क्याल्कुलिया भनेको म्याथ क्याल्कुलेसनमा प्रब्लम छ भने डिस्क्याल्कुलिया भनिन्छ। स्कुल फोबिया त अब लर्निङ डिसेबिलिटीमै आउने भएन होइन। द मेजर विच रिफ्लेक्ट्स द पास्ट हेल्थ स्ट्याटस के हो? अघि भर्खर मैले भनेको थिएँ, हाइट। हाइट हो है। अनि द मोस्ट कमन कज अफ इन्जुरी एन्ड डेथ बिट्विन एडोलिसेन्ट एज के हो? मोटर motor vehicle accident. Vehicle accident. हेल्थ इन्जुरीहरू पनि हामीले डिस्कस गर्नै बाँकी छ, तर एडोलेसेन्टमा चाहिँ मोस्ट कमन कज चाहिँ मोटर भेहिकल एक्सिडेन्ट नै हो। भेरी गुड एन्सर होइन। अनि चाइल्ड क्यान ट्रान्सफर एन अब्जेक्ट ह्यान्ड टु ह्यान्ड बाई, कहिले होल्ड र ट्रान्सफर कहिले गर्न सक्छ भनेर हामीले डिस्कस गरेका थियौँ? 4 to 5 months। 4 to 5 months हो। 6 to 8 months. 6 to 8 months हो। 6 to 8 months इज द राइट एन्सर। 4 monthsमा त बच्चाले क्रुडली पामले कुनै अब्जेक्टलाई चाहिँ होल्ड गर्न सक्छ होइन, समाउन सक्छ, तर उसले एउटा मात्रै हातले होल्ड गर्ने, ट्रान्सफर गर्न चाहिँ सक्दैन है। दुईटा पामले गर्छ के 4 monthsको एजमा चाहिँ। ल 15 monthsको फल्स आर कमन कहिले कमन हुन्छ? इमिडिएटली आफ्टर बर्थ, आफ्टर 4 months of age, at school age, during adolescence. 4 months of age. 4 months of age. किन भन्दा बच्चा रोल गर्न थाल्छ। जब रोल गर्न थाल्छ नि, जब मुभ गर्न सक्छ, तब फल्सको चान्सेसहरू एकदम हाई हुन्छ के। स्पेसली इन्फेन्सी एजमा त उनीहरूलाई आइडियै हुँदैन नि त लडिन्छ यस्तो हुन्छ भनेर। एउटा टिचिङमा मैले काम गर्दाखेरि ल्याएको थियो क्या केस। 12 monthsको बच्चा 3 तला माथिबाट मामलमा ग्रिल रहेन रहेछ, खेल्ला अथवा के गर्दाखेरि ग्रिल नभएको झ्यालबाट खसेर हेड इन्जुरी भएर ल्याएको थियो है।
त्यो बच्चालाई लगभग 4 to 6 मन्थ्स राख्यो क्या त्यहाँनिर ट्रिटमेन्ट गर्नलाई। हाइड्रोसेफालस पनि डेभलप भएपछि कति धेरै कम्प्लिकेसन्सहरू आयो। सो फल्स इन्जुरी चाहिँ एकदम कमन हुन्छ इन्फेन्सीमा। बच्चा मुभ गर्न थालेपछि झन् धेरै डराउनु पर्ने हुन्छ कि उनीहरू बुझ्ने नहुन्जेलसम्म। Pot belly appearance is present in Toddler. Toddler. है टोडलरमा चाहिँ पट बेली एपियरेन्स हुन्छ, तर बेली चाहिँ के हुनुपर्छ, सफ्ट नन टेन्डर हुनुपर्छ है। त्यो कुरा पनि विचार गर्ने नर्मलै हो, किनभने उनीहरूको एब्डोमिनल वाल चाहिँ स्ट्रङ भइसकेको हुँदैन बिस्तारै। अनि प्रिस्कुलर एजमा चाहिँ यो सबै डिसएपियर भएर जान्छ क्या। पट बेली स्लिम हुन्छ, बच्चा हलक्क बढ्छ पनि। 17 नम्बरमा एन इन्फेन्ट इज एबल टु सिट विदाउट सपोर्ट एट द एज अफ, विदाउट सपोर्ट भने है 8 months. 8 months, 6 मन्थ्समा विथ सपोर्ट, 8 मन्थ्समा विदाउट सपोर्ट है। अ चाइल्ड क्यान सिट विथ सपोर्ट एट द एज अफ, फेरि सेम क्वेसन भयो है, सेम दोहोऱ्यो, मैले डिस्कस गरिनँ, सबैलाई थाहा भएकै कुरा हो। 6 मन्थ्स ट्राइपड फेसनमा हुन्छ बस्छ भनेर। 19 को अ चाइल्ड क्यान स्ट्यान्ड विदाउट सपोर्ट इन द एज अफ, यो पनि एकदम सजिलो छ 11 months. 11 month. है। 11 months. 12 मन्थ्स राइट एन्सर हो, तर हामीसँग 12 अप्सन छैन, तर 11 मन्थ्स चाहिँ राइट एन्सर हुन्छ यसमा। एट वाट एज चाइल्ड आइडेन्टिफाइज हिज अर हर सेक्स, कति कुन 3 उमेरमा years. identify गर्छ? 3 इयर्समा होइन। आफूले आफूलाई आफ्नो नामले चिन्ने चाहिँ 2 इयर्सको एजमा, 3 इयर्समा फुल नेम र सेक्स भन्न सक्छ, अनि आफ्नो नाम लेख्न सक्ने चाहिँ 5 इयर्सको एजमा। अब हिरो वर्सिप इज क्यारेक्टरिस्टिक्स फिचर्स अफ कुन होला? टोडलर, प्रिस्कुल, स्कुलर, एडोलेसेन्ट। कसको चाहिँ हिरो वर्सिप क्यारेक्टरिस्टिक्स हुन्छ? Hero worship. Schooler. Scholar हो। हो, सबैजनाको एन्सर त्यही हो। रोल मोडल भन्न खोजेको क्या, रोल मोडल बनाउँछ यो एजको चिल्ड्रेनले चाहिँ, अनि ऊ जस्तै हुने कोसिस गर्छ, उसको जस्तै बिहेभियर गर्छ, एक्सन गर्छ, प्रिफर गर्छ। तपाईँले देख्नु Preschooler, ma'am. प्रिस्कुलर होइन, एडोलिसेन्ट होला। हिरो वर्सिप गर्ने भने चाहिँ एडोलिसेन्टले होइन। अब जस्तै कति त तपाईँहरूले सकिन आँटो, तपाईँहरूले बच्चाहरूले देख्नुभएको छ होला नि, एडोलिसेन्टहरूले फुटबलमा हुन त सानो बच्चालाई पनि हुन्छ, तर एडोलिसेन्टले चाहिँ अब म यो मान्छे जस्तो बन्छु भनेर उसले आफूलाई डिसाइड गर्ने, एउटा मान्छेलाई चाहिँ रोल मोडलको रूपमा लिने गर्छ कि। जेन्युइन मान्छे, जेन्युइन क्यारेक्टरिस्टिक्सहरूलाई चाहिँ उसले एडमायर गर्ने हुन्छ है। के भन्छ, प्रिस्कुलर टोडलरमा चाहिँ कस्तो हुन्छ नि, आफ्नो पेरेन्ट्सलाई चाहिँ आफ्नो रोल मोडलको रूपमा लिन्छ क्या बच्चाहरूले। क्लियर भयो? Yes, ma'am. ओके। 22 नम्बरको क्वेसन अझै देखिन है, अलिकति लामो। ल, सृष्टि has started creeping just a couple of days back. Her age according to the milestone of development कति हुन्छ? 2 to 10 months. 9 to 10 months. 10 months है। क्रिपिङ र क्रलिङ हुन्छ नि त यतिखेर। अनि मोरो रिफ्लेक्स नर्मली डिसएपियर्स इन इन्फेन्ट इन, कहिले डिसएपियर हुन्छ मोरो रिफ्लेक्स? मोस्ट अफ द रिफ्लेक्स कहिले डिसएपियर हुन्छ भनेर डिस्कस गरेको थियौँ हामीले। 3 to 4 months. 3 to 3 to 2 4 months. है। मोस्ट अफ द डल्स आई, रुटिङ, मोरो, टोनिक नेक, डान्सिङ रिफ्लेक्स सबै 3 to 4 मन्थ्समा डिसएपियर हुन्छ है। पाल्मर ग्रास पनि भने प्लान्टर ग्रास चाहिँ 8 मन्थ्समा डिसएपियर हुन्छ। बेबिन्स्की चाहिँ 1 इयरमा डिसएपियर हुन्छ है। अनि which observation is an example of expected development in early childhood? यी मध्ये कुन चाहिँ एक्सपेक्टेड हुन्छ? 2 वर्षको बच्चाले टेम्पर टेन्ट्रम देखाउने when he is told no, कि 3 वर्षको बच्चाले आफ्नो फेभरेट टोय चाहिँ अरू चाइल्डलाई दिन्छ कि, 4 वर्षको बच्चाले रियल फ्रेन्ड्स बनाउँछ कि, 10 वर्षको बच्चाले चाहिँ
लाउडली प्रोटेस्ट गरेर ब्रेथलाई होल्ड गर्छ स्कोल्ड गर्दा। कुन चाहिँ नर्मल हो यहाँमध्ये? Option A. अप्सन ए इज द राइट Option एन्सर। A. 15 महिनाबाट बच्चाले टेम्पर टेन्ट्रम, नेगेटिभिजम, इगोसेन्ट्रिजम देखाउँछ तर 2 इयर्स 3 इयर्ससम्म चाहिँ यो कन्टिन्युड हुन्छ। त्यही भएर अप्सन ए इज द राइट एन्सर होइन। अनि 3 इयर्सकोले त आफ्नो फेभरेट टोय त दिँदैन नि, उनीहरू त प्यारालल प्ले गरिरहेको हुन्छ। अर्कोले जे खेल्यो त्यही चाहिन्छ उनीहरूलाई। उसले आफ्नो के प्ले मेटेरियल त दिने कुरै भएन। 4 इयर्सको बच्चाहरू इमेजिनरी प्ले पनि गर्छ। अनि यो लाउडली प्रोटेस्ट एन्ड होल्ड हिज ब्रेथ भनेको के हो? ट्यान्ट्रम देखाउने होइन। ट्यान्ट्रम देखाउँछ त 10 वर्षको बच्चाले देखाउँदैन नि त। ल अनि चाइल्ड क्यान जम्प इन, जम्प कहिले गर्न सक्छ त बच्चाले? 12 मन्थ्स, 16 मन्थ्स, 24 months. 24 मन्थ्समा जम्प गर्न थाल्छ होइन। 2 वर्षमा जम्प गर्छ, त्यसको डबल 4 वर्षमा अप अन 1 फिट गर्छ भनेर हामीले डिस्कस गरेको थियौँ है। ल अरू पनि 2-3 वटा रहेछ हेरिहालौँ। विच अफ द फलोइङ कन्डिसन इज, यो चाहिँ अस्ति कोसीकोबाट डिराइभ गरेको क्वेसन है। विच अफ द फलोइङ कन्डिसन इज प्रिभेन्टेड बाई फोलिक एसिड, केले प्रिभेन्ट गर्न सकिन्छ? Birth defect. Defect. डिफेक्ट है, Birth defect. तपाईँलाई थाहा भएकै कुरा हो। When teaching a mother how to prevent accidents while caring for her 6 months old child, the nurse should emphasize that at this age, child can usually 6 महिनामा के Rollover. रोल ओभर हो। 6 महिनामा रोल ओभर त 5 महिनामा गर्न सक्छ नि। Option C. Crawl letter. क्राउलिङ र क्रिपिङ त 9 to 10 मन्थ्स हो। D. Option D. स्ट्यान्डिङ गर्ने कहिले हो? स्ट्यान्ड विथ के भन्छ विथ सपोर्ट भनेको त 10 मन्थ्समा हो Option A. Option A. हो। है। Sit up. सिट अप स्लाइडली नझुकिनु न। टोडलर के भन्छ ट्राइपड पोजिसनमा बस्छ, के भन्छ उ गरेर विथ सपोर्ट सिट गर्छ 6 मन्थ्समा भनेर डिस्कस गरे होइन हामीले? सबै अप्सनकै लायौँ है। ल सक्यो, आजलाई यति नै गरौँ है। ल थ्याङ्क यू एभ्री वान फर यर एटेन्सन है। 10:18 गइसकेको छ। ल अब भोलि क्लास हुँदैन, पर्सि भेटौँला है। म्याम यो एमसिक्यू पठाइदिनु होला नि। एमसिक्यू पठाइदिनु? ए हुन्छ, म एमसिक्यू पनि थप्दै के गर्दै गरी मिलाइरहन्छु कि, त्यही भएर हुन्छ भइसकेको चाहिँ पठाइदिन्छु नि त। ल हुन्छ म्याम, गुड नाइट। गुड नाइट, थ्याङ्क यू।